Welcome to Sikkimis News. Please do like and subscribe for more latest updates. श्री प्रेम नर्बो भुटिया पार्षद एनएमसी अनि उद्घोषिका बहिनी सरस्वती राईलाई मेरो व्यक्तिगत तर्फबाट धन्यवाद दिँदै म आफ्नो कुराहरूलाई तपाईहरुको समक्षमा छोटकारीमा राख्ने अनुमति चाहन्छु। नाम्ची सिंगिथाङ निर्वाचन क्षेत्र अन्तर्गत रोङबुल ग्राम पञ्चायतको यो ठाउँमा आज सिक्किम ग्लोबल टेक्निकल युनिभर्सिटीको विधिवत शिलान्यास कार्यक्रम या भूमि पूजा कार्यक्रममा उपस्थित सिक्किम विधानसभा की माननीय उपाध्यक्ष मैडम राजकुमारी थापा, उपस्थित सिक्किम सरकार को शिक्षा विभाग का माननीय मंत्री श्री राजू बस्नेत ज्यू, उपस्थित सिक्किम सरकार का शहरी विकास विभाग का माननीय मंत्री एवं पोकलोक कामराङ निर्वाचन क्षेत्र का माननीय विधायक श्री भोजदास राईज्यू, नाम्ची सिंगिथाङ निर्वाचन क्षेत्र का माननीय विधायक श्री सतीश चंद्र राईज्यू, सिक्किम सरकार का माननीय सलाहकार एवं मल्ली निर्वाचन क्षेत्र का माननीय विधायक श्री एनबी प्रधानज्यू, उपस्थित सिक्किम सरकार का माननीय सलाहकार एवं बर्फङ निर्वाचन क्षेत्र का माननीय विधायक श्री परीक्षिल दोर्जी भुटियाज्यू, उपस्थित पूर्व मंत्री एवं पूर्व राज्यसभा सांसद श्री ओटी लेप्चाज्यू, आजको यस ऐतिहासिक कार्यक्रममा यसै गाउँबाट जन्म लिएर पढेर हुर्केर आज सिक्किम सरकारको स्वास्थ्य विभागको एउटा उच्च पदमा आसीन यानी रिनोन कार्डियोलोजिस्ट डाक्टर डीपी राईज्यू जो आज उहाँ यहाँ यस समारोहमा उपस्थित हुनुहुन्छ। नाम्ची जिल्ला पंचायत की माननीय अध्यक्ष मैडम अंजिता राजलिम, उपस्थित उपाध्यक्ष श्री विकास तामाङज्यू लगायत नाम्ची जिल्लाबाट विभिन्न जिल्ला पंचायत का माननीय जिल्ला पंचायत का सदस्यहरू, नाम्ची नगर परिषद का माननीय अध्यक्ष श्री गणेश राईज्यू, माननीय उपाध्यक्ष श्रीमती सावित्री तामाङ लगायत नगर परिषद का आदरणीय पार्षदगणहरू, रोङबुल ग्राम पंचायत का आदरणीय पंचायत सभापति उपसभापति साथै सदस्यहरू अनि विभिन्न ग्राम पंचायत का सभापति उपसभापति अनि सदस्यहरू, भूतपूर्व जिल्ला पंचायत का सदस्यहरू, भूतपूर्व ग्राम पंचायत का सदस्यहरू अनि उपस्थित शिक्षा विभाग का प्रिंसिपल डाइरेक्टर लगायत वहाँ का संपूर्ण अधिकारीहरू, नाम्ची जिल्ला का विभिन्न ओहदामा आसीन अधिकारी वर्ग, सिक्किम ग्लोबल टेक्निकल यूनिवर्सिटी का आदरणीय कुलपति डॉक्टर सौरभ सिंगल जी, आदरणीय उपकुलपति डॉक्टर अंकुर जोहरी जी लगायत विश्वविद्यालय का आदरणीय प्राध्यापकगण, कर्मचारी वर्ग अनि विद्यार्थी नानीहरू, उपस्थित नाम्ची जिल्ला की जिल्लापाल आदरणीय श्रीमती अनुपा ताम्लिङ लगायत पुलिस अधीक्षक महोदय अनि
नाम्ची जिल्लाका जिल्ला प्रशासनका सम्पूर्ण अधिकारी वर्ग अनि विशेष गरेर आज यो भूमि पूजन कार्यक्रम यानी शिलान्यास कार्यक्रम उपस्थित विशेष गरेर रोङबुल ग्राम पञ्चायतका ती आदरणीय आमाबाउ दाजुभाइ दिदीबहिनीहरू अनि अरू पनि नाम्ची सिङथाङका अति आदरणीय जनसमुदाय अनि प्रेस एन्ड मिडियाका सम्पूर्ण मित्रगण साथीहरू तपाईहरु सबैजनालाई मेरो व्यक्तिगत तर्फबाट अनि सिक्किम सरकारको तर्फबाट हार्दिक स्वागत जनाउँदै अभिवादन टक्राउँदै म आफ्नो कुराहरूलाई म छोटकारीमा राख्न चाहन्छु। सिक्किम ग्लोबल टेक्निकल विश्वविद्यालयको आज रोङबुल ग्राम पञ्चायतमा विधिवत शिलान्यास कार्यक्रम सम्पन्न भएको छ र सायदै यस भेगका आदरणीय जनताहरूले आदरणीय आमाबाउहरूले आदरणीय बुद्धिजीवीहरूले पनि सोचेको थिएन होला कि हाम्रो यो भेगमा यो गाउँमा यो बस्तीमा यो रिमोट जग्गामा विश्वविद्यालय बनिँदैन भनेर सोचेको थियो होला। किनभनेदेखि विश्वविद्यालय यानी युनिभर्सिटीज कलेजेस भनेको त शहरको नजिकमा बनाउने कुरा हो या बजारको नजिकमा बनाउने कुरा हो, तर गाउँमा बनिँदैन। तर हामी सरकारमा आएपछि सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको सरकार बनेपछि 2019 मा बनेपछि हामीले शहर त अघिबाट नै विकास भइसकेको हो या डेभलप भइसकेको हो। जस्तो प्रकारले गान्तोकको एमजी मार्ग अघिबाट नै विकसित भइसकेको छ। नाम्ची बजारले हेर्यो भनेदेखि नाम्ची पनि त्यतिकै छ हर जग्गामा, तर बस्ती गाउँ बस्तीहरू विकास हुनु धेरै अधुरो नै छ है, धेरै बाँकी छ। त्यसले गर्दा हामीले के सोच बनायो भनेदेखि होइन हामीले कुनै पनि इन्स्टिट्युटलाई कुनै पनि सरकारी संस्थाहरूलाई या कुनै पनि स्कुलको कुरा गर्नु पर्यो भने एजुकेसनल सेक्टरमा कुरा गर्यो विश्वविद्यालयहरूलाई या महाविद्यालयहरू या कुनै पनि अफिसहरूलाई चाहिँ गाउँमा लग्यो भने या अलिकति अभेग जग्गामा लग्यो भने बस्तीमा लग्यो भने त्यो जग्गाहरू पनि डेभलप हुन थाल्छ। त्यो बस्ती पनि है तपाईको बस्तीमा पनि व्यवसायहरू चल्न थाल्छ, त्यहाँको आम जनताले पनि फाइदा पाउँछ भन्ने विचारले गर्दा हामीले सरकार बनेदेखि नै हामीले विभिन्न निर्वाचन क्षेत्रहरू प्राय सबै निर्वाचन क्षेत्रहरूमा आज सरकारको होस्, सरकारी विश्वविद्यालय होस्, सरकारको महाविद्यालय होस् या निजी विश्वविद्यालय यानी महाविद्यालयहरू हामीले विभिन्न निर्वाचन क्षेत्रमा लाने हामीले काम गर्यौं। जस्तो प्रकारले महात्मा गान्धी विश्वविद्यालय दरमदिन निर्वाचन क्षेत्रमा अब बनिँदैछ। यो विश्वविद्यालयको पनि भूमि पूजन अनि शिलान्यास कार्यक्रम अब हामी तुरुन्त गरिहाल्छौं, केही दिनपछि गर्छौं। अनि सोरेङमा प्रोफेसनल युनिभर्सिटी चल्दैछ, जो युनिभर्सिटीले अब पहिला हाम्रो नानीहरू विशेष गरेर बहिनीहरू बीएससी नर्सिङ गर्नको निम्ति उहाँहरू कर्नाटक जानु पर्थ्यो, धेरै टाढा, अनि जान आउन खर्च बस्न खर्च। त्यसो दाइले प्रोफेसनल युनिभर्सिटीले आज सोरेङ निर्वाचन क्षेत्रको बुदाङमा आज उहाँले युनिभर्सिटी चलाउँदैछ। अनि उहाँले नाम्ची हस्पिटल डिस्ट्रिक्ट हस्पिटलसँग उहाँहरूको टाइप छ। जति पनि प्र्याक्टिकल ट्रेनिङ गर्नका निम्ति उहाँहरू नाम्ची हस्पिटल अनि सोरेङ हस्पिटलमा जान्छ। अनि त्यस्तै प्रकारले हामीले जोरथाङमा क्यापिटल जुममा, जहाँ जुमलाई भनिन्थ्यो कि यो त एकदम रुखो जग्गा हो, यहाँ केही पनि हुँदैन भनेर भन्थ्यो, हामीले जुममा पनि क्यापिटल युनिभर्सिटी लग्यौं। र त्यस्तै प्रकारले नामथाङमा, अनि त्यस्तै प्रकारले तुमिनलिङ्गेमा, त्यस्तै प्रकारले मल्लीमा, हर जग्गामा हर निर्वाचन क्षेत्रमा प्रत्येक निर्वाचन क्षेत्रमा हामीले कम से कम एउटा निजी विश्वविद्यालय भए तापनि, निजी महाविद्यालय भए तापनि हामीले लग्यो भनेदेखि त्यो जग्गाको काया पलट हुन्छ, त्यहाँ विकास सुरु हुन्छ। त्यहाँनिर जस्तो म तपाईलाई उदाहरण दिन चाहन्छु, च्याखुङमा पहिला बजार थिएन। जति बेला म विधायक थिए, च्याखुङ निर्वाचन क्षेत्रको विधायक थिए, त्यति बेला मैले जबरजस्ती बजार मैले सुरु गरेँ।
अनि सरकारको पर्मिसन बिना नै गरे। पहिला म बजार सुरु गर्छु त्यसपछि पर्मिसन लिन्छु भन्ने कुरा गरे मैले। त्यसपछि हामीले विभिन्न कार्यक्रमहरू लिएर हामीले व्यवसाय गर्ने, नयाँ बजारको व्यापारीहरूलाई अदुवा व्यापार गर्ने, जोरथाङको लुगा व्यापार गर्ने हकसहरूलाई बोलाएर निम्तो दिएर कल्चर प्रोग्राम गरेर हामीले बजार सुरु गर्यौं। अनि बजार सुरु भयो, राम्रो भयो। अनि प्रत्येक मंगलबार सुरु हुन थाल्यो बजार। अनि बादमा सरकारले यसको नोटिफाई पनि गर्यो। त्यसपछि अटोमेटिकली त्यहाँनिर बजार सुरु भयो, घरहरू बनिन थाल्यो, बिल्डिङहरू बनिन थाल्यो। अनि चाखुङ त्यो बस्ती जग्गामा जब बजार मात्रै सुरु भयो त्यति बेला त्यहाँको जमिनको दाम थियो 4 लाख 5 लाख रुपियाँ एउटा साइटको, हाउसिङ साइटको। त्यसपछि हामी सरकारमा आउने बित्तिकै हामीले पहिला डेरामा चल्दै गरेको साइन्स कलेजलाई, डेरामा चल्दै थियो, डेरा मात्रै थियो। अनि तपाईको शेड्युल कास्ट भवनमा चल्दै थियो साइन्स कलेज, चोरेङको साइन्स कलेज, पूर्व सरकारमा सुरु भएको साइन्स कलेज। त्यसपछि हामीले यो साइन्स कलेज भनेको, युनिभर्सिटी भनेको त क्याम्पस हुनुपर्छ, बिल्डिङ हुनुपर्छ, राम्रो तपाईको एरिया हुनुपर्छ, पढाउने राम्रो खालके ठाउँ हुनुपर्छ, क्लासेस हुनु पर्यो, लाइब्रेरी हुनु पर्यो, ल्याबोरेटरी हुनु पर्यो। झन् साइन्स कलेजको त ल्याबोरेटरी हुनु थुप्रो हुनु पर्यो भनेर हामीले तुरन्त सरकार आउने बित्तिकै इन्फ्रास्ट्रक्चर डेभलपमेन्टको लागि काम गर्यौं। अनि सँगसँगै यो सोरेङ चाखुङमा भएको साइन्स कलेजलाई बढोत्तरी गरेर, अपग्रेडेसन गरेर नेताजी सुभाष चन्द्र बोस सेन्टर अफ एक्सिलेन्स आज बनिँदैछ, करिब 1000 करोडको लागतमा। अनि त्यसपछि तपाईले सुन्नुहोस्, जब यो मात्रै खबर भयो, सरकारले शिलान्यास कार्यक्रम गरेपछि जब हामीले काम सुरु गरेपछि पहिला 4-5 लाख गर्थ्यो एउटा हाउसिङ साइटको, अहिले 40-50 लाखमा पनि पाउँदैन एउटा हाउसिङ साइट। त्यसरी व्यवसाय सुरु भयो, त्यहाँ अब सुरु हुन थालेको छ। है त्यहाँनिर व्यवसाय सुरु भयो, त्यहाँनिर तपाईको धेरैजना बाहिरबाट आएर बस्तीबाट आएर घर बनाउन थाल्यो, दोकान खोल्न थाल्यो, पेजी खोल्न थाल्यो। त्यस्तै प्रकारले आज हेर्नुहोस् रोङबुल बस्ती ग्राम पञ्चायतमा तपाईले सोचेको थिएन, तपाईले माग गरेको पनि होइन, यो कुनै पनि जनता आएर हामीले यहाँ युनिभर्सिटी दिनुपर्छ भनेको पनि होइन। तर होइन, हामी कहाँ कहाँ चाहिँ जहाँ रिमोट जग्गा छ, जहाँ चाहिँ अलिक पछौटे जग्गा छ, त्यहीँ हामी आउनेहरू, हामी युनिभर्सिटी खोल्छौँ, हामी कलेजेस खोल्छौँ भनेर आउनेहरूलाई हामी त्यहाँ जाऊ तब मात्रै हामी पर्मिसन दिन्छौँ, नत्र हामी दिँदैनौँ भनेर जब हामीले गरेपछि उहाँहरू आउन थाले। र आज हेर्नुहोस् एउटा त्यहाँ पहिल्यैदेखि रोङबुललाई डाक्टर डीपी राईले चिन्ने गर्छ। रोङबुल कहाँ भन्दा तपाईँले के भन्छ, त्यसको ल्यान्डमार्क चाहिँ के थियो? पहिला ल्यान्डमार्क भनिन्छ नि, कुन बिल्डिङको छेउमा, पिक्चर हलको छेउमा हो कि कुन अफिसको छेउमा भनेर एड्रेस पुग्छ। त्यतिबेला के भन्छ, रोङबुल कहाँ हो तिम्रो भन्दाखेरि होइन हौ हाम्रो डाक्टर डीपी राईको घर छेउमा भनेर, डीपी राईको घर भनेर पुग्थ्यो। तर अब के हुन्छ, रोङबुल कहाँ भन्दाखेरि ग्लोबल टेक्निकल युनिभर्सिटीको छेउमा हो, थाहा छ भन्दा यो संसारले चिन्छ, संसारले चिन्छ अब। अनि पहिला ग्लोबल टेक्निकल युनिभर्सिटीको जतिजना उहाँहरू है चान्सलरहरू या है तपाईको भाइस चान्सलरहरू, कुलपति, उपकुलपति जति बेला पर्मिसन माग्दाखेरि उहाँले यहाँ मागेको थिएन। उहाँहरूको टार्गेट कहाँ हुन्छ भन्नुहोस् त, हामीलाई ग्याङ्टोकमा दिनु, हामीलाई रुमटेकमा दिनु, हामीलाई एकदम बजारको छेउमा दिनु, हामीलाई इस्ट सिक्किममै दिनु भन्ने उहाँहरूको सबभन्दा पहिला डिमान्ड हुन्छ। तर हामीले मान्यौँ होइन, हामी ग्याङ्टोकमा पनि दिँदैनौँ, बस्तीमा जान्छ भने हामी दिन्छौँ, लु जाऊ रोङबुलमा जाऊ, जमिन पनि सस्तो छ, त्यहाँ गएर डेभलपमेन्ट गर भनेर हामीलाई उहाँहरू भनेपछि हामीले जुम जस्तो जग्गामा नमान्दा मैले क्यान्सल गरेको, एकपल्ट माने जुममा जान मानेन, मैले क्यान्सल गर्ने उहाँको पर्मिसन। त्यसपछि बादमा उहाँले जुममा स्थापना गर्ने भयो। र आज टपहरको गाउँमा रोङबुल जस्तो ग्राम पञ्चायतमा यो बस्तीमा अब एउटा विश्वविद्यालय आउनु भनेको यो जग्गाको एउटा प्रगति हुनु हो, यो जग्गाको डेभलपमेन्ट हुनु हो। तपाईले व्यक्तिगत कुरामा तपाईहरु है कतिजना व्यक्तिगत कुरा भएन, मैले घर बनाउने पाएन, मैले ओल्ड एज पेन्सन पाएन, मैले होम स्टे पाएन, मैले कुनै के गाडी पाएन, मैले चादर पाएन, मैले नोकरी पाएन भनेर रिसाउँछन्। तर अब आज हेर्नुहोस् त, ग्लोबल युनिभर्सिटी आएपछि यहाँको सिक्किमको भाइ बहिनीले कतिजनाले नोकरी पाए भन्नुहोस् तपाईहरुले। अनि आज प्रशस्त त्यस्ता
त्यस्ता अपर्च्युनिटिजहरू है त्यस्ता मौकाहरू प्रशस्त छ तर हाम्रो भाइ बहिनीहरूले त्यो मौकाहरूलाई पक्रिनु सकेको छैन र म आज के भन्न चाहन्छु भन्दाखेरि रोङ बुलका ती आदरणीय जनसमुदायलाई अब युनिभर्सिटी बनिन्छ यहाँनिर अब आज भूमि पूजा पनि भयो यसको शिलान्यास पनि भयो बनिन्छ तर बनेपछि त त्यसै त तपाईको घरमा पैसा आउँदैन नि त त्यसै त तपाईले कमाई हुँदैन तपाईले दोकान खोल्नु पर्यो पीजी खोल्नु पर्यो हस्टेल खोल्नु पर्यो कसैले ट्याक्सी किन्नु पर्यो विभिन्न व्यवसाय सुरु गर्नु पर्यो तब गर्नेको निम्ति जग्गा छ गर्ने जसले गर्छ उनीहरुको निम्ति जग्गा छ जसले गर्दैन हात बाँधेर बस्छ त्यसको लागि केही पनि छ चाहे उसको अगाडि सुनै तपाईको सुनकै फाली झार्यो भने पनि केही पनि लाग्दैन र जसको चाहिँ गर्ने क्षमता छ जो चाहिँ जाँगरिलो छ उसको विचार छ गर्छु म केही गर्छु भन्ने मान्छे या कोही पनि भाइ बहिनी छ उसले गर्न सक्छ तर जो चाहिँ घरमै बसेर आशा गर्नेलाई चाहिँ केही पनि छैन र सरकारले गर्नुपर्ने काम गरे तपाईहरुको गाउँमा यो युनिभर्सिटीको स्थापना गरेर पर्मिसन दिएर गर्यो कम्पनी पनि आयो आएर यहाँ खोले पनि चलाउँदै पनि छ आज धेरै जना नोकरी पाउँदैछ भनेदेखि आज हेर्नु सिक्किममा चाहिँ किन चाहिँ आज युनिभर्सिटी खोल्ने त किन हर निर्वाचन क्षेत्रमा प्रत्येक निर्वाचन क्षेत्र किन अरु ठाउँमा नजाने मतलब जति पनि इन्भेस्टमेन्ट गर्नेहरूले जसले इन्भेस्टमेन्ट गर्छ जसले लगानी गर्छ उसले त्यो राज्यमा कस्तो छ पोलिटिकल सिनारियो कस्तो छ राजनीतिक स्थिरता छ कि छैन त अनि त्यहाँको जनता कस्तो छ त्यो राज्यको जनताको संस्कार कस्तो छ सबै कुराहरू हेर्छ नभए कतिवटा राज्यमा त हाम्रै भारत देशको कतिवटा राज्यमा त तपाईको 15 दिन त स्ट्राइक नै हुन्छ 15 दिन बन्द नै हुन्छ घरि युनियनले बन्द गर्छ घरि सरकार चेन्ज हुन्छ त्यस्तो खालको सिनारीमा उहाँले इन्भेस्टमेन्ट गर्दैन उहाँले खर्च गर्दैन तर सिक्किम चाहिँ राजनीतिक स्थिरता छ पोलिटिकल स्टेबिलिटी छ यहाँनिर अनि यहाँको है जनताहरुको एउटा सहभागिता छ उहाँहरुको जुन चाहिँ सहयोग छ उहाँहरुको संस्कार छ वेलकमिङ नेचर छ स्वागत गर्ने यो है उहाँहरुको जुन प्रविधि छ त्यसले गर्दा सबैजना सिक्किममा जाउँ यहाँ कुनै प्रकारको त्यस्तो दादागिरी छैन कुनै प्रकारको दुःख छैन यहाँको जनता पनि ठीक छ सरकार पनि ठीक छ पञ्चायत ठीक छ जिल्ला पञ्चायत ठीक छ सब ठीक छ भनेर उहाँले यहाँ इन्भेस्टमेन्ट गर्न आएको उहाँले लगानी गर्न आएको अब उहाँले गरेको लगानीमा हाम्रो विशेष गरेर बेरोजगारी भाइ बहिनीहरूले चाहिँ पुरा फाइदा लिनुपर्छ नत्र घरमै बस्यो भने चाहिँ काम लाग्दैन है यो कुरा चाहिँ म भन्न चाहन्छु र अहिले गर्नेको निम्ति अहिले जसले गर्न चाहन्छ उनीहरुको निम्ति पुरा सरकार उहाँहरुको पछाडी खडा छ जस्तै कसैले फास्ट फुड चलाउन चाहन्छ पहिला त उहाँले ब्याङ्कबाट लोन लिनु पर्थ्यो कसैले ग्रोसरी मनारी चलाउन चाहन्छ दोकान रासिन दोकान पहिला ब्याङ्कबाट लोन लिनु पर्थ्यो कसैले बाख्रा पाल्न चाहन्छ लोन लिनु पर्थ्यो कसैले सुँगुर पाल्न चाहन्छ लोन लिनु पर्थ्यो कसैले कुखुरा पाल्न चाहन्छ पोल्ट्री लोन लिनु पर्थ्यो तर आज लोन लिनु पर्दैन आज चीफ मिनिस्टर डिस्क्रिप्सन ग्रान्टबाट आज 1 लाख 2 लाख 3 लाख 4 लाख 5 लाख सम्म सहयोग राशि पाउँदैछ अनि जसले पनि गर्यो वो माथि उड्दैछ जसले गरेन वो मुनि झार्दैछ जस्तै एउटा उदाहरण दिन्छु हामी सरकारमा आउने बित्तिकै हामीले यसै गाउँको एकजना भाइलाई रबिन राई भाइ है जसले पहिला कुखुरा बेच्यो बिचारा पूर्व सरकारमा कुखुरा पनि बेच्यो त्यतै दग्दी अनि माछा पनि बेच्यो त्यतै दग्दी उसको दोकान बन्द गरिदिन्थ्यो घुमी त्यसै दुःख गर्यो अनि सरकार आउने बित्तिकै हामीले उसलाई स्कोर्पियो दियो ट्याक्सी लु तिमी ड्राइभर हो तिमीले गरी खाऊ टुरिस्टलाई खेपा तिमी भनेको थियौ उसले आज एउटा गाडीदेखि उसले सायद 2टा गाडी बनाएर 2टा गाडीको मालिक भयो हामी गर्नेको निम्ति चाहिँ हामी पुरा सहयोग गर्छ तर अब चाहिँ तपाईहरुले मुख्यमन्त्री आए मन्त्री आए एमएलए आयो अब त्यसै माग्छु भनेर हुँदैन अब गर्नेहरुको लागि तपाईहरुले एप्लिकेसन दिनु भएको छ आज पनि अनि हरेक निर्वाचन क्षेत्रमा मलाई एप्लिकेसन दिनुहुन्छ तर त्यो चाहिँ हामी पहिला भेरिफाई गर्छौं अब सुँगुर पाल्ने उसको डिमान्ड पक्का हामी 1 लाख दिन्छौं सुँगुर पाल्नको निम्ति
किनभने 6000 तपाईको सुँगुरको दाम पर्छ, बच्चाको दाम 6000। मैले पुरा मार्केट मैले तपाईको पुरा सर्वे गरेको छु, किन म बिल गर्छु पुरा है। तपाईको सबैको कसले के कसो म सोधिहाल्छु कति पर्छ सुँगुरको बच्चाको दाम कति, पाटा पाटीको दाम कति, 6000 अनि 20000 खोर बनाउने। तर उसले पाल्छ कि पाल्दैन, ऊ कतिको जाँगरिलो छ, ऊ कतिको अल्छे छ, घुमी हिँड्ने हो कि तास खेल्ने हो कि या क्यासिनोमा गएर खेल्ने, त्यो सबै सर्वे गरेर मात्रै दिन्छु। सरकारले दिएको रकम चाहिँ खेर नजाओस्। अघि एकजना दाजुले दिनुभएको छ सुँगुरको निम्ति, अनि उहाँको मैले हात पक्रेर हेरेँ, पक्का काम गरेर छ, उहाँको हात फुटिरहेको छ। उहाँलाई म दिन्छु हर हालतमा। मैले भनेछु 20000 खोर बनाउनु, 80000 चाहिँ तपाईको सुँगुर ल्याएर तपाईले पाल्नुहोस्, अनि ठुलो बनाएर पालेर फेरि एमएलएलाई दिने होइन, मुख्यमन्त्रीले ल्याउने होइन है फेरि। किनभने पहिला म एमएलएमा एकपल्ट थिएँ ट्याकुङमा हुँदाखेरि, एकजना मैले देवानी टारको एकजना सुब्बा दाजुलाई मैले सुँगुर पाल्न दिएँ। मैले 2टा मतलब तपाईको पाठो दिएँ, ल पाला गरी खाऊ तिमीले, यसलाई बढाएर तिमीले पछि बेची खानुपर्छ, बेचेर फेरि पाठो किन्नुपर्छ पाल। भरे त दसैँमा त काटेर मलाई फिलाई ल्याइदियो। हन तपाईले के गरेको, म एउटा त सुँगुर नखाने हो, म त खान्दिनँ मासु, तिमीले किन ल्याएको होइन, तपाईँले दिएको काटेर ल्याऊ, उसलाई के फाइदा भयो भन्नुहोस् त। त्यो गर्नु, यसलाई बेची खानु पर्यो, बढाउनु पर्यो, चाहे सुँगुर पालोस् कि पिगरी फार्म गरोस् कि चाहे पोल्ट्री फार्मिङ गरोस् कि चाहे कुनै पनि गर्यो भने तपाईँले गर्नुहोस्। एउटा बहिनी त्यहाँनिर भुर्बेसीदेखि अलिकति रोड साइडमा एउटा दोकान थापेर आज बसेको छ, उहाँहरूलाई पनि हामीले नै फन्डिङ गरेको। फरेस्टकोमा मरेछ, हामीले उहाँलाई 3 कि 4 लाख रुपियाँ हामीले दिएर उहाँले गरी खाँदैछ। आज महँगी खानु परेको छैन। त्यसले गर्दा जतिजना पनि तपाईँहरू हुनुहुन्छ सके, म अब प्रत्येक निर्वाचन क्षेत्रमा आउँदैछु, जनभेटघाट कार्यक्रममा आउँदैछु, अनि यस्ता कतिवटा कार्यक्रममा आउँदा पनि तपाईँहरूले अघिबाट नै तपाईँले माननीय विधायकहरूको चाहिँ सिफारिस लिनु होला है। मैले तपाईँहरूको डकुमेन्ट्स लिएर गएँ, तर भरे डिपार्टमेन्टमा म पठाउँछु, चलाएर फाइल चलेन मेरोमै आउँछ स्याङ्सनमा, त्यति बेला एमएलएको सिफारिस हेरेर छ कि छैन भनेर छैन भनेपछि फेरि राखा 2-4 दिन भनिदिइहाल्छ। किन मैले त्यति गर्नै पर्यो, भरे मैले कसैको उल्टा मान्छेको गर्ला होइन है, धनी मान्छेको गर्ला, बिल्डिङ हुनेलाई घर दिएला मैले, त्यो त मलाई है तपाईँको अरूलाई अन्य हुन्छ। त्यसले गर्दा तपाईँले कृपा गरेर तपाईँले मलाई बुझाउने, म तपाईँहरूको लाइन टु लाइनमा नै म तपाईँहरूको एप्लिकेसन लिन्छु, तर तपाईँले सिफारिस चाहिँ कृपा गरिदिनु होला। माननीय विधायकहरूको सिफारिस छ भने मलाई पनि सजिलो हुन्छ, तर सिफारिस बिनाको गर्दाखेरि चाहिँ मलाई पनि पछि भेरिफाई गर्नु समय लाग्छ। त्यसले गर्दा म तपाईँहरूलाई यही भन्न चाहन्छु, अवधिको उता तपाईँले सिफारिस गर्ने म तपाईँलाई अनुरोध पनि गर्न चाहन्छु। अनि माननीय विधायकहरूले पनि जब म आउँदैछु भनेदेखि तपाईँले केही है 1 हप्ता अगाडिदेखि नै को छ मुख्यमन्त्रीलाई भेट्नको निम्ति भनेर तपाईँले सिफारिस गर्ने भने त्यो पनि राम्रो हुन्छ। त्यो गऱ्यो भने हामीलाई फेरि भेरिफाई गर्नु परेन। र आज यो छ, आज मैले यही सन्दर्भमा भने कि आज रोङबुल ग्राम पञ्चायतमा यो ठुलो एउटा विकास हो, यो व्यक्तिगत विकास होइन, यो सामूहिक विकास हो, यो डेभलपमेन्ट हो। अनि यसैबाट हेर्नुहोस्, भोलि यहाँनिर विभिन्न ठाउँको, विभिन्न राज्यको, विभिन्न देशको है विद्यार्थी नानीहरू पढ्न आउँछ, उहाँहरूको लागि बस्नको लागि पिजी हस्टेलदेखि लिएर थुप्रो है खाँचो पर्छ। त्यसको लागि तपाईँहरू तयारी हुनु होला भन्ने म तपाईँलाई आह्वान पनि गर्न चाहन्छु। र प्रत्येक कन्सेन्ट हामीले तुमिन लिङ्गेमा पनि एउटा तपाईँको के अरे युनिभर्सिटी जाँदैछ। अनि तपाईँहरूकै निर्वाचन क्षेत्र, अब तपाईँहरूकै निर्वाचन क्षेत्रमा नाम्ची सिङ्गिथाङको मणिराम भन्ज्याङमा तपाईँको अब हामी अप्रेलमा, मार्चमा भ्याउँदैन। उहाँले मलाई हाम्रो भूतपूर्व उपाध्यक्ष महोदय हाम्रो उहाँले भन्नुहुँदै थियो अस्ति झट्टै गरौँ भनेर, तर अब मेरो एसेम्ब्ली भएकोले गर्दा अप्रेलमा यसको पनि हामी शिलान्यास कार्यक्रम गर्छौं। सिक्किम मेडिकल साइन्स युनिभर्सिटीको हामी त्यहाँनिर मणिराम भन्ज्याङमा हामी फेरि शिलान्यास गरेर त्यहाँ पनि हामी काम गर्छौं। अनि यो चाहिँ तपाईँको हाम्रो हिमालज्यू हाम्रो उपाध्यक्ष महोदयले अस्ति नै भन्नुहुँदै थियो, मैले आज नै सोचेको थिएँ आज एकै ठाउँ गरौँ हो भइहाल्छ भन्दा फेरि भएन, र फेरि एउटा कार्यक्रममा हामी फेरि पनि गर्छौं। त्यसो हुँदा त्यहाँ पनि डेभलपमेन्ट सुरु हुन्छ। र हर कुनै पनि सानोभन्दा सानो जग्गामा कुनै पनि सरकारी इन्स्टिट्युट खोलेपछि त्यहाँ क्यान्टिन चल्छ, गाडी चल्छ, व्यवसाय चल्छ, चलिहाल्छ। त्यहाँ जस्तो प्रकारले कोप्चे है, नाम्ची सिङ्गिथाङ ग्राम कन्स्टिट्युन्सी भित्रै पर्छ कोप्चे। त्यो कोप्चेमा के थियो? इन्स्टिट्युट थिएन।
अब हामी तपाईको त्यहाँनिर हामी भिडियो अफिस बनाउनको लागि जमिन किनेको छौं अनि यसपालि हामी यसको बनाउने धनराशि पनि राख्छौं। त्यहाँदेखि नाम्चीदेखि कोप्चे जानु पर्यो भिडियो अफिस, त्यहाँ गाडी चल्छ, क्यान्टिन चल्छ, सबै व्यवसाय, हाउस रेन्ट चल्छ, यो सबै चल्छ। यसरी हामी एउटा नाम्ची सिंगिथाङलाई हामीले त्यो प्रकारले हेरेर यो एउटा ठूलो उपलब्धि छ अनि यसको निम्ति म विशेष गरेर यहाँका अति आदरणीय पञ्चायतहरूले पनि पुरा सहयोग दिनुभएको छ। उहाँलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु। यहाँको विधायक महोदय अनि हाम्रा पार्टीका हाम्रा कार्यकर्ताहरूले, हाम्रा पार्टीका हाम्रो कन्सेन्स लेभलका प्रेसिडेन्ट टाँसी तामाङ लगायत उहाँका सम्पूर्ण साथीहरूले पुरा जोड गरेर है तपाईहरुले यो युनिभर्सिटी यहाँ है ल्याउनको निम्ति अनि यो कार्यक्रम यहाँ गर्नको निम्ति तपाईले पुरा जोड दिनुभएको छ। तपाईलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। तपाईले अस्ति नै दुईपल्ट यसको पोस्टपोन भइसकेको है, दुईपल्ट गरौँ भने मेरो समय मिलेन, फेरि क्यान्सल अनि फेरि भयो, अर्को पालि पनि क्यान्सल। त्यसो हुँदा चाहिँ कम्पनी हाम्रो जो मालिकहरू जो युनिभर्सिटी बनाउने चान्सलर भाइस चान्सलर चाहिँ के भएछ भन्दा होइन हामीसँग चाहिँ मुख्यमन्त्री रिसाएको रहेछ है, त्यसले गर्दा नआएको रहेछ भन्ने कुरा पनि भएछ। तर म किन रिसाउनु, जसले यहाँ आएर बिल्डिङ बनाउँदैछ, जसले यहाँ आएर हाम्रो नानीहरूलाई पढाउँदैछ, जसले आएर यहाँ खर्च गर्दैछ, हाम्रो तपाईको नानीहरूलाई नोकरी उसँग किन रिसाउने। तर म समय नपाएकोले गर्दा आउन सकेन र आज जुन मिल्यो अनि तपाईहरुसँग मेरो भेटघाट भयो र विशेष गरी तपाईलाई थाहा छ हामी सरकारमा आउने बित्तिकै नभए 2019 मा नाम्ची सिंगिथाङ हारेको होइन र, लो भन्नुहोस् त नाम्ची सिंगिथाङ हारेको। त्यसो त हामीले पहिला सरकार जस्तो भएको हुन्छ यहाँ सुकौरो बनाइदिन्छु, हामी यहाँ चाहिँ सुक्खा बनाइदिन्छु भन्नुपर्ने, तर होइन होइन हामीले केही कारणले गर्दा नाम्ची सिंगिथाङ हारेको काम गरौँ भनेर हामीले सरकार भएदेखि नै हामीले काम गर्यौं र इमिडिएटली 1975 भन्दा अगाडि है हाम्रो सिक्किम चाहिँ राज्य हुनुभन्दा अगाडि नै राजाको पालीमा बनेको हस्पिटल नाम्ची डिस्ट्रिक्ट हस्पिटल चाहिँ राजाको पालीमा बनेको हस्पिटल थियो है। कहिले पनि यसलाई अपग्रेड गर्न सोचेन पूर्व सरकारले, आउने बित्तिकै होइन यहाँ हस्पिटल चाहिन्छ, एउटा राम्रो ठूलो हस्पिटल चाहिन्छ जुन नाम्ची हस्पिटलले चाहिँ सोरेङ जिल्ला अनि गेजिङ जिल्लालाई पनि देखभाल गर्छ। यो ठूलो जग्गा छ किनभने नाम्ची जिल्ला आफै ठूलो छ, त्यसपछि सोरेङ जिल्ला अनि तपाईको गेजिङ जिल्लाको जम्मै बिमारीहरू चाहिँ नाम्चीमा आउँछन् रेफर भएर। तर त्यति बेला पुरानो हस्पिटल अहिले छ, हामीले इमिडिएटली 500 पहिला 300 बेडेड हस्पिटल थियो हाम्रो, पछि हामीले अपग्रेड गरेर यसलाई 500 बेडेड हस्पिटल बनायौं अनि यो कम्प्लिट हुन आँटेको छ, तपाईं सबैजनालाई थाहा छ। अनि यसको शिलान्यास यसको उद्घाटन है शिलान्यास हामीले गर्यौं। यसको उद्घाटन चाहिँ हामी हाम्रो देशको माननीय प्रधानमन्त्री श्री नरेन्द्र मोदीको बाहुलीबाट हामी मे महिनामा उहाँ 21 तारिक मेमा आउनुहुँदैछ। 21 तारिक मेमा हामी भर्चुअली यसको उद्घाटन गर्छौं। हामीले बिल्डिङ त बनाइसक्यौं, यसको जम्मै सिभिल वर्कको पैसा पनि दिइसक्यौं, भनेदेखि इक्विपमेन्ट किन्ने यसको जति पनि अब हस्पिटलमा त भएन, पुरानो इक्विपमेन्ट राख्नु भएन, पुरानो जति चल्ने लान्छ, तर हामी नयाँ इक्विपमेन्ट किन्ने जम्मा 147 करोड रुपियाँ हामीले स्याङ्सन गर्यौं, 147 करोड। र हामी टोटल सुपर स्पेशलिस्टहरू पनि अब हस्पिटल बनायो, इक्विपमेन्ट पनि आयो, तर चलाउने भएन भने भएन नि त, फेरि गान्तोक नै जानु पर्यो भने भएन। तर हामी सुपर स्पेशलिस्टहरू पनि हामी यहीँ राख्छौं। अब जम्मै विभागको है तपाईँ कार्डियो होस् कि नेफ्रो होस् कि सबै किनभने अब हाम्रो भाइ बहिनीहरूले पनि अब पढेर आउँदैछ, सुपर स्पेशलिस्टहरू भइरहेको छ, स्पेशलिस्टहरू धेरै छ। त्यसले गर्दा अब हामी मे महिनामा यसको उद्घाटन गर्छौं हामी माननीय प्रधानमन्त्री महोदयकोबाट। अब यो हस्पिटल नै बनेपछि जम्मै बिमारी यहाँ आउँछ। अब बिमारी पो हस्पिटलमा बस्छन् त हौ एडमिट भएर, तर अरू त कहाँ बस्छ भन्नुहोस् त, होटलमा बस्नु पर्यो कि परेन, खानु कहाँ पर्यो, बिमारीलाई पो खाना दिन्छ सरकारले पनि, तर जतिजना बिमारीसँग आउने त बजारमै किनेर खानु पर्यो। क्यान्टिन चल्छ, विभिन्न ड्राइक्लिन चल्छ, अब हेर्नुहोस् त ड्राइक्लिन चल्छ, सबै कुराहरू चल्छ। तर यसको लागि चाहिँ तपाईहरु अगाडि आउनु पर्यो नि, घरमा बसेर गनगर गर्दै बस्यो भने हुँदैन। तपाईहरु आउनुहोस्, तपाईलाई सहयोग गर्नको निम्ति हामी तयार छौं। अनि अब के गर्ने, हस्पिटल सरेपछि के गर्ने त, अब तपाईले सोच्दा होला के गर्छ भनेर, त्यसको प्लान हामीले बनाइसक्यौं। अघि बा नआउँदै मैले इमिडिएटली फाइनान्सको हाम्रो फाइनान्स सेक्रेटरी, चिफ एडमिनिस्ट्रेटर अनि क्याबिनेट सेक्रेटरी श्री पाठक साहबलाई भनेको छु,
अब हाम्रो हस्पिटल सर्छ, त्यो सरेपछि नयाँ अस्पतालमा सर्यो, अनि यताको जुन टिबी वार्डलाई चाहिँ हामी राख्छौँ, किनभने हामी त्यहाँ टिबी वार्ड लान सक्दैन, टिबी वार्ड मात्रै माथि राख्छौँ। तर जुन अहिलेको पुरानो चल्दै गरेको अस्पताल छ, त्यो अस्पतालमा चाहिँ हामी डिएसी डिस्ट्रिक्ट एडमिनिस्ट्रेटिभ सेन्टर हामी सार्छौँ। जम्मै जति पनि छ जम्मै यता सार्छौँ, सबै सार्छौँ। हाम्रो डिसी म्याडमदेखि लिएर जम्मै डिपार्टमेन्ट हामी है यता अहिलेको एक्जिस्टिङ जो छ अस्पतालमा हामी हस्पिटलमा सार्छौँ, सिफ्ट गर्छौँ। अब सिफ्ट गरेपछि के गर्ने त फेरि तलको साइड बाँड्ने त हाम्रो कार्यकर्तालाई होइन, हामी नयाँ डिएसी डिस्ट्रिक्ट एडमिनिस्ट्रेटिभ सेन्टर बनाउँछौँ एकदमै। किन यो पुरानो भयो है, अफिसहरू पुरा भयो, पुरा टोटल हामी एकदमै राम्रो खालको बनाएर हामी यसै पालि धनराशि हामी छुटाउँछौँ। अनि नयाँ डिएसी बनाएपछि त्यहाँदेखि यताको है सर्छ, नयाँ डिएसीमा सरेपछि जुन चाहिँ अहिलेको पुरानो अस्पताल छ अहिले चल्दै गर्ने, त्यसमा चाहिँ हामी अघि हाम्रो सतीश चन्द्र राईज्यूले भन्नुभयो राम्रो भन्दा राम्रो सपिङ कम्प्लेक्स बनाएर हाम्रो बेरोजगारी भाइ बहिनी दिनुपर्छ भने हामी त्यो जग्गामा चाहिँ एकदमै राम्रो सपिङ कम्प्लेक्स बनाएर हाम्रो व्यवसायको लागि हामी दिन्छौँ। यो हाम्रो प्लान छ है। त्यो भयो हामीले 500 बेड हस्पिटल निर्माण गर्दैछ। अनि तपाईहरुलाई थाहा छ हामी सरकारमा आउने बित्तिकै यो नाम्चीको जुन हनुमान मन्दिर छ अहिलेदेखि होइन, एसकेएम सरकार आएर मात्रै त्यो मन्दिर थिएन है, त्यो पहिल्यैदेखि उहिले जुगो जुगदेखि त्यो पूजा गर्ने आस्थाको जग्गा थियो है, हामीले आशीर्वाद माग्ने जग्गा थियो। तर कहिले पहिला बनेन, हामी सरकारमा आउने बित्तिकै मन्दिरको निर्माण भयो अनि यो निर्माण भएर उद्घाटन भयो, आज एकदमै राम्रो भव्य मन्दिर बनेको छ। त्यस्तै प्रकारले तपाईको पहिला यत्रो है यो नाम्ची डिस्ट्रिक्ट भन्नाले विशेष गरेर है पोगलोक कामराङ भयो, नाम्ची सिङ्गिदाङ भयो, मल्ली भयो, नामथाङ रातेपानी, यो जग्गामा विशेष गरेर हाम्रो राई समुदायको ज्यादा बसोबासो गर्ने गर्छन्। बेसी जस्तो मेजोरिटीमा नाम्ची डिस्ट्रिक्टमा राई कम्युनिटी छ। तर कहिले पनि सोचेन पूर्वसँग होइन राईहरूको राईकी माङखिम चाहिँ हुनुपर्छ भनेर सोचेन। तर आज हेर्नुहोस् नाम्ची सिङ्गिथाङ भित्र नै आज माङखिम बनिँदैछ, निर्माण हुँदैछ अनि धमाधम हुँदैछ। हामी जति सक्दो छिटो सक्दा तपाईहरुको मिटिङ गर्ने, नभए त पहिलाहरू हाम्रो है एसोसिएसनले मिटिङ गर्नुपर्दा होटेलमा जानुपर्ने, कुनै कसको घर माग्नु पर्ने, अब हाम्रो माङखिममा अब मिटिङहरू हुन्छ। त्यस्तै भयो। अनि हामीले गुम्पा जति बनाउनु पर्ने है, जस्तो आले गुम्पामा पनि हामीले सहयोग गर्यौं। अनि बुमटार गुम्पामा त अहिले तपाईको भव्यताको साथमा बनिँदैछ, त्यो भयो। अनि ब्रह्मकुमारी सेन्टर अहिलेदेखि होइन, उहिलेदेखि नै ब्रह्मकुमारी सेन्टर थियो, ब्रह्मकुमारी योग सेन्टर थियो, तर कहिले पनि पूर्व सरकारले बनाउन सकेन। तर आज हेर्नुहोस् त ब्रह्मकुमारी योग सेन्टर पनि निर्माण हुँदैछ। यो एउटा ल्यान्डमार्क हो नि है, यहाँ त पुरा तपाईको कहाँ कहाँबाट वर्ल्डबाट सारा संसारबाट यहाँ भक्तजनहरू आउँछ, यो कुरालाई हेर्न आउँछ भनेपछि आज नाम्चीमा बनिनु भनेको एउटा सबभन्दा ठुलो कुरो हो है। हामीले यसरी जति पनि छ अब व्यक्तिगत रूपबाट हामीले जति सक्दो काम गर्ने कोसिस गर्यौं। व्यक्तिगत रूपमा प्रत्येक घरमा नौकरी छैन भने हामीले चुनाव भन्दा अगाडि हामीले नौकरी दिने कोसिस गर्यौं, हामी सबले पाएको छ। तर त्यति हो परिवारमा 3 जना पढेको छ, 3 जनाले दिनु सकेन, हामीले 1 जनालाई त कम से कम दिएको छ। अनि जो पनि छोडेको छ, जो पनि चुनाव भन्दा अगाडि कुनै पनि घरमा छोडेको छ जसलाई नौकरी दिन सकेको छैन उसलाई दिनु आवश्यकता छ भने मैले भनेको छु माननीय विधायकहरूलाई तपाईहरुले लिस्ट बनाएर यो अब हाम्रो बजेट सेसन बादमा चाहिँ हामी त्यो उहाँहरूलाई पनि लगाइदियौं, ताकि एउटा घरमा कम से कम 1 जना नौकरीदार होस्, उहाँहरूको चुला जलोस् है, उहाँहरूको परिवार चलोस् भने। तर अब 5 जना छोराछोरी पढेको छ, 5 जनाले नौकरी पाउन सक्दैन। अनि अब त्यसरी जतिजना 5 जना छ सरकारमा, सिक्किम सरकारमा पाउन सकेन भने पनि यसरी आयो गोल्ड युनिभर्सिटी आउँदैछ। अनि तपाईको यो तपाईको माथि मणिराममा अब है सिक्किम मेडिकल साइन्स युनिभर्सिटी आउँदैछ है। यसरी त्यहाँनिर पनि हामीले एडजस्ट हुनु पर्यो, व्यवसाय गर्नु पर्यो। र म आज जति पनि पार्टीका हाम्रो कार्यकर्तालाई म भन्न चाहन्छु, पार्टीमा सहयोग गर्ने साथीभाइलाई म भन्न चाहन्छु, जति पनि युवा भाइ बहिनीलाई पनि भन्न चाहन्छु, तपाईले एटलिस्ट गर्नुहोस्। तपाईले खेल्नको लागि सरकार छ, गर्नको निम्ति हामी पछाडि हरेको छैन। लु चलाउने ट्याक्सी ओके, लु चलाऊ। तर हामीले अघि भन्दै थिएँ, मैले मदन जोजोलाई मैले सोधेँ, हाम्रो पुरानो उहाँलाई पनि हामीले गाडी ट्याक्सी लु ल है तिमी चलाइ खाऊ भने हामीले ट्याक्सी दिउँ है, उहाँलाई वेगनर दिउँ, वेगनर
है लु चलाइ खाऊ यसले नै तिम्रो व्यवसाय चल्छ कमाइ हुन्छ है राम्रो हुन्छ टुरिस्ट खेप्नु तपाईले भनेदेखि मैले सोधे तपाईको गाडी छ कि छैन भन्दाखेरि मेरो चाहिँ छ सर म त पुरा काम गर्छु तर मसँगै तपाईले दिएको थियो नि गाडी एकजना विजय राई उले चाहिँ बेच्यो भन्दै त हाल्यो अन्त अब बेच्यो भने मलाई नोक्सान होइन किन हो कि लु भने उहाँले बेच्यो मलाई नोक्सान होइन नि बेच्यो मलाई नोक्सान भयो लु हो कि होइन आज मदन तामाङ हेर्नुहोस् त उता ढाँट भएर उता गाडीको मालिक भयो हुनसक्छ भोलि उसले अर्को वेगनर किन्ला तर जसले बेच्यो विजय राईले ऊ त खतम भयो नि बेरोजगारीमा आयो नि त तर त्यसरी पहिल्यै गाडी पाउनेले चाहिँ म केही पनि दिन्न है फेरि डबल डबल पाउँदैन र हामीले के सोच्यौँ हामीले गए पहिलाको है हाम्रो पहिलो कार्यकालमा करिब 1000 भन्दा ज्यादा हामीले ट्याक्सी गाडीहरू बाँड्यौं अनि प्राइभेट गाडीहरू बाँड्यौं हाम्रो शुभचिन्तकहरूले हामीलाई दिएको थियौं हामीले दियौं सुन्नुहोस् है मेरोमा आउँछ नि शुभचिन्तक केही सघाउनु क्या करेंगे लु भन्छ नि मलाई नै तुम लोग इतना गाडी दे दो भन्छु म लु तपाईँ साँच्चै मलाई सघाउने मलाई नसघाउ मलाई किन चाहियो र मेरो निम्ति के चाहियो तपाईले दिएको मलाई पोस्ट छ तपाईले दिएको मेरो पोजिसन छ सरकारले दिएको गाडी छ गाडी आउनुको लागि तेल पनि सरकारले दिन्छ अनि हवाई जहाजको उड्ने टिकट पनि सरकारले सबै सरकारले गर्छ मेरो मलाई के चाहियो भन्नुस् त अनि तलब पनि दिइराको छ तनखा पनि दिइराको छ भने मलाई पर्दैन तिमी दिन्छौ लु गाडी दिऊ मेरो सपोर्टरले तिमी सघाउँछौ लु 20 वटा गाडी दिऊ 10 वटा गाडी दिऊ भने हाम्रो जति पनि शुभचिन्तकले दिएको कम से कम 1000 भन्दा ज्यादा हामीले गाडी बाँड्यौं तपाईले गर्नुहोस् नाम्चीमा पनि धेरै 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 जनालाई हामीले गाडी दियौं धेरै जना तर कतिले गरी खायो कतिले गरी खाएन के गर्ने त्यसले गर्दाखेरि कति जनालाई हामीले युटिलिटी दियौं युटिलिटी ठंगै बेचिहाल्यो एउटा सेकेन्ड ह्यान्डको अल्टो किन्यो मेरो आँखाकै सामुन्ने म जोरथाङको जन भेटघाट कार्यक्रममा थिए एकजना एकदमै है तपाईको सिनियर उहाँको श्रीमती पनि पञ्चायत है अनि रामकुमार सार्की म नाम पनि थाहा छ अनि तिमी के चाहियो भन्दा गाडी चाहियो के चाहियो गाडी के दिउँ युटिलिटी दिउँ अनि मेन्टो गाउँमा मलाई कसैले दिइराखेर गाडी लु मगाऊ भने 3 घण्टामा गाडी आयो पिपलेको आईबीपी ग्राउन्डमा 3 घण्टा बादमा उसले गाडी पनि दियो उसले आफै कुदाएर पनि लग्यो खुसी पनि भयो म पनि ऊ पनि खुसी भयो भोलिपल्ट बेचिदियो अल्टो सेकेन्ड ह्यान्ड किनेलो भन्नुहोस् त अब उसकोमा पैसा गएर सोधोस् त बेचेको छैन अहिले पैसा भनेको त बस्दैन नि त हो कि होइन पैसा बस्छ लु भन्नुहोस् त त्यसले गर्दा हामीले अहिले चाहिँ के गरेको छौं भने हाम्रो भ्यालुजहरु आउँछ मैले भनेको छु तिमीले पूरापूरी गाडी नदिनु मलाई पूरापूरी 100% किनेर नदिनु तिमीले फन्डिङ मात्र गर्नु भनेको छु मैले फन्डिङ अब हामी फन्डिङ गर्छौ डाउन पेमेन्ट गर्छौ बलिरो चाहियो 5 लाख रुपैयाँ डाउन पेमेन्ट गर्छ लानु तर लोनमा तिरा कमाएर त्यसो हुँदा त्यो चाहिँ बस्छ सबैजना मालिक हुन्छ नभए चाहिँ मालिक नहुने भयो भनेर हामीले यो पनि हामीले ट्राई गर्यौं र जति पनि छ हामीले जति सक्दो नाम्चे सिंगिथाङको पनि हाम्रो कार्यकर्ताहरूलाई हामीले केही न केही सहयोग गर्ने सपोर्ट गर्ने उहाँलाई हामीले कोसिस गर्यौं हुन सक्छ एउटै परिवारमा त कोही बेला है सबै छोरा छोरीलाई है सबैलाई खुसी पार्न सक्दैन यदि त्यस्तो कोही पनि छ भनेदेखि है कहीं पनि पछौटे भयो भनेदेखि भन्नुहोस् हामी छौं पार्टी पनि छ सरकार पनि छ तपाईहरुको लागि पक्का गर्छु तर तपाईहरु घरमै गनगन गरेर नबस्नु अनि म आज जति पनि पार्टीका सम्पूर्ण साथीहरु डिस्ट्रिक्ट कमिटीका अति आदरणीय कार्यकर्ताहरु छ माननीय विधायकलाई पनि भन्छु अनि हाम्रो गणेशज्यू पनि हुनुहुन्छ उहाँ हाम्रो सुरातकालको साथी हुन् र उहाँले सबै मिलेर काम गर्नुहुन्छ अब सबै मिलेर एकजुट भएर काम गर्नुहुन्छ नाम्चे सिंगिथाङलाई अगाडि बढाउने हो भने तपाईले ग्रुपिजम नगर्नुहोस् अनि सबैजनाले कोही नयाँ कोही पुरानो भन्ने कुरा नआओस् अब जो चाहिँ 2024 भन्दा अघि है जो चाहिँ 2024 भन्दा अगाडि चुनाव भन्दा अगाडि हामीलाई सघाए नि त अब ओ त पुरानै भयो नि त अब आउनेमा जोइन गर्यो भने नयाँ भयो त होइन अब यो चुनाव सकेर 24 सकेर सरकार बनाएर अब हुन सक्छ म्युनिसिपलिटी चुनावमा सघाउने नयाँ भयो अनि पञ्चायत चुनावमा सघाउने नयाँ भयो अनि 2029 को चुनावमा सघाउने नयाँ भयो तर 24 को चुनाव भन्दा अगाडि लागि परेर सघाउने त नयाँ होइन त्यसले गर्दा हामीले चाहिँ हाम्रो घर बलियो बनाउनु हो भने चाहिँ हामी चाहिँ एक हुनुपर्छ अनि कसैले कसैलाई छुटाउनु हुँदैन हर काममा तपाईहरु मिलेर गर्नुहोस् है एकतामा चाहिँ बल हुन्छ नत्र मेरो ग्रुप तेरो ग्रुप भनेमा हुँदैन तपाईले एक्सेप्ट गर्नुहोस् न मलाई पनि सबै मान्छे मन पर्दैन नि त लु हैन
मलाई पनि मन नपर्ला सबै, तर मैले एक्सेप्ट गर्नुपर्छ नि त, मैले पनि कम्प्रोमाइज गर्नु पर्यो नि त पैसँग, किनभने उसलाई सबैले अँगाल्नु पर्यो। ओके लु मैले गए 5 सालमा मैले सबैलाई अँगालेँ, मलाई केस हाल्नेलाई पनि मैले अँगाल्यो, मलाई गाली गर्नेलाई पनि मैले अँगालेँ, मैले सबैलाई गरेँ त एउटा है तपाईँको समावेशी राजनीति गरेर त हामी 2024 सरकार बनायौँ। भनेदेखि हामीले यो त नयाँ यो त पुरानो यो यस्तो भन्ने ठ्याक्कै नगर्नुहोस्, अनि सबैजनाले समयमा तपाईँले न्याय पाउँछ। त्यति चाहिँ म पार्टीको अध्यक्षको हैसियतमा म भन्छु तपाईँले न्याय पाउँछ। कसैलाई तपाईँले नहेर्नुहोस्, मलाई हेर्नुहोस्, पार्टीको हैसियतमा म तपाईँलाई भन्न चाहन्छु, म पार्टीको अध्यक्ष हो, पार्टीको प्रेसिडेन्ट हो। पुरानो कार्यकर्ताले हर हालतमा न्याय पाउँछ अनि नयाँले पनि न्याय पाउँछ पक्का। तर यहाँ नयाँ पुरानो भन्यो भने चाहिँ फेरि डिफरेन्स हुन्छ। त्यति बेला हामी दुविधामा पर्छौँ, कसले भनेको कुरा मान्ने त होइन, नयाँले भन्ने कुरा मान्ने कि पुरानो भन्ने कुरा मान्ने। तपाईँ एक भएर आयो भने त भइगयो नि त कुरा। त्यसले गर्दाखेरि तपाईँहरू सबजना मिलेर काम गर्नुहोस्। अनि नाम्ची सिङताम निर्वाचन क्षेत्रको धेरै अझै काम गर्नुपर्ने छ। एउटा अघि नै भन्नुभयो माननीय विधायक श्री सचित चन्द्र राईले, गान्तोकदेखि सेकेन्ड नाम्ची। यदि नाम्ची त्यति बेला मात्रै सेकेन्ड हुन्छ जति बेला यहाँको सबै कार्यकर्ताहरू मिल्छ, सबै जनताहरू मिल्छ, तब मात्रै सेकेन्ड हुन्छ नि। नभए अर्कोले तानेर लान्छ है, फेरि सुनेछ, अर्कोले तानेर लगेर अर्कोतिर जान्छ भने रिनकतिर जान्छ है फेरि। हामी रिनकलाई एउटा मोडल सिटी बनाऊ भनेर भन्दैछु, सिम्ली सिटी बनाऊ भनेर भन्दैछु। अब तपाईँ राम्रो मिल्यो भने त होइन, अब नाम्चीलाई बढाउँ होला हौ, नाम्ची बजारलाई नै त्यो गरौँ भन्ने हामी सोच्छौँ नि। तर यहाँ मिल्दै मिलेन हुँदैन। त्यसले गर्दा अबदेखि उता तपाईँले कसैले पनि मन नदुखाइकन, कहीँ न कहीँ तपाईँको मन दुखेको छ भने तपाईँले पनि कहीँ न कहीँ तपाईँले पनि आफ्नो साथीहरूलाई क्षमा दिएर म तपाईँहरू गर्ने त आखिरी होइन सरकारले गर्नु पर्यो नि, व्यक्तिले गर्दैन। गर्नको लागि तयार छु, नसुताउनुहोस् है। भनिन्छ नि तपाईँलाई केही हुन्छ राम्रै हुन्छ, नसुताउनुहोस् है। अनि अब हामीले गर्नुपर्ने काम के त, अब नाम्चीमा गर्नुपर्ने थुप्रो डिमान्ड, हाम्रो माननीय विधायकले थुप्रो डिमान्डहरू राख्नु भएको छ। अनि डिमान्डमा म अहिले आउँदिनँ। अनि नाम्चीमा के गर्नुपर्ने त अब है, त्योभन्दा अघि अब यो युनिभर्सिटी त आयो, तर यो युनिभर्सिटीमा चाहिँ के पढ्नु पाउने रहेछ भन्ने पनि जान्नु पर्यो तपाईँले है। यो युनिभर्सिटीमा कोर्सेसहरू के हुँदो रहेछ, जुन चाहिँ आज हाम्रो सिक्किमे भाइ बहिनीहरूले नानीहरूले चाहिँ बाहिर गएर पढ्नु पर्दैछ। जस्तै नर्सिङ सबैजना कर्नाटक जान्थ्यो, तर अहिले यहाँ प्रोफेसनल युनिभर्सिटी आफ्नो पनि छ। हाम्रो नर्सिङ कलेज स्टेटको नर्सिङ कलेज छ, तर त्यति सिट ज्यादा छैन, त्यसले गर्दा प्राय जान्थ्यो। अनि त्यसो हुँदाखेरि अहिले हाम्रो प्रोफेसनल युनिभर्सिटी खोलेपछि धेरै सुविधा भयो, यहीँ पढ्न पाउँदैछ उहाँहरू। अनि उहाँहरूलाई कन्सेसन पनि गर्दैछ फीमा, उँधो गएर पढ्नु पाएन, आफ्नै खाना खानु पाउने भयो, आफ्नै टेस्ट हुने भयो यहाँ आफै चिनाजानामा। अब यहाँ चाहिँ के गर्ने भयो त, यो सिक्किम ग्लोबल टेक्निकल युनिभर्सिटी के पढाउने भन्दा चाहिँ इन्जिनियरिङ एन्ड टेक्नोलोजी। हेर्नुहोस् है, जुन सब्जेक्ट पढ्नको लागि निम्ति अब हाम्रो नानीहरूले पहिला चाहिँ बाहिर जानु पर्थ्यो सिक्किमदेखि बाहिर, अब यहीँ पढाउने भयो। अनि कम्प्युटर साइन्स एन्ड इन्फर्मेसन टेक्नोलोजी भेरी इम्पोर्टेन्ट सब्जेक्ट। अहिले आर्टिफिसियल इन्टेलिजेन्सको जमानामा यो इम्पोर्टेन्ट सब्जेक्ट यहाँ पढाउँछ। कमर्स एन्ड म्यानेजमेन्ट यो पढ्नको निम्ति हाम्रो नानीहरू बाहिर जान्थ्यो, अब यहाँ पढाइन्छ। आर्ट्स ह्युमेनिटिज एन्ड सोसियल साइन्स, आर्ट्स हाम्रो कलेजमा पनि पढाउँछ, यहाँ पनि पढाइन्छ। लाइब्रेरी एन्ड इन्फर्मेसन साइन्सेस, लाइब्रेरी पढ्ने बहुत कम्ती छ। लाइब्रेरियन अहिले थुप्रोले माग्छ तर उनीहरूको सर्टिफिकेट हुँदैन। त्यसले गर्दा यो कोर्स अब हुँदैछ भने हामीले विभिन्न पञ्चायत अफिसमा पनि लाइब्रेरियन लाउन सक्छ है, हामी विभिन्न अफिसमा लाउन सक्छ, हामी विभिन्न कल्चर डिपार्टमेन्ट लाउन सक्छौँ। लाइब्रेरी र इन्फर्मेसन साइन्सेस, भोकेसनल स्टडिजहरू, टुरिज्महरू पढाइन्छ, एग्रिकल्चर पढाइन्छ, होटेल म्यानेजमेन्ट। अहिले होटेल म्यानेजमेन्ट गर्नको लागि हामी बाहिर जानुपर्छ, तर हाम्रो सिक्किमको पनि छ होटेल म्यानेजमेन्ट, आफ्नो डिपार्टमेन्टको पनि छ, तर यहाँ पनि पढाइन्छ। फार्मेसी, आज सबैभन्दा ज्यादा डिमान्ड फार्मेसीको छ, आज बाहिर जानु पर्थ्यो, अब यहाँ पढाइन्छ। कानुन ल बुर्तुक ल कलेज छ, त्यसपछि अर्को ल कलेज छ, अब यहाँ पनि पढाउँछ। अनि स्कुल्स अफ साइन्स पढाइन्छ। अनि पछि बादमा यो हाम्रो जो चाहिँ
हस्पिटल हुन्छ, डिस्ट्रिक्ट अस्पताल हुन्छ, हाम्रो जो नयाँ अस्पतालसँग तपाईको टायर गरेर उहाँहरूले एमबीबीएस मेडिकल पनि पढाउने उहाँहरूले चाँजो मिलाउँदैछ। अनि मेडिकल पढाउने भयो भने हाम्रो नानीहरूले सबैजनाले मेडिकल पढ्न पाउँछ। यो कोर्सेसहरू यहाँ अब पढाइन्छ भनेदेखि अब नाम्चीमा अब के गर्ने? सबैभन्दा नाम्चीको डिमान्ड के हो है? आफ्नो आफ्नो माग छ, आफ्नो आफ्नो व्यक्तिगत डिमान्डहरू छ, तर नाम्चीको सबैभन्दा ठुलो माग हो वाटर सप्लाई, पिउने पानी है। नाम्चीको मात्रै होइन, यो प्रब्लम नामथाङ, मल्ली अनि पोग्लो कामराङ जति पनि नाम्ची डिस्ट्रिक्टमा परेको सुखौरो भएको जग्गाको तपाईको वाटर सप्लाई पिउने पानीको समस्या सबभन्दा ठुलो समस्या हो। र हामीले भनेका छौं कि डिपार्टमेन्टलाई मैले पनि हर हालतमा हुन सक्छ 1000 करोड लागोस् कि 2000 करोड लागोस् कि 3000 करोड लागोस्, हामी यो टर्ममा नाम्चीमा मेगा वाटर सप्लाई प्रोजेक्ट गरेर बृहत पिउने पानीको प्रोजेक्ट गरेर, चाहे जंगुको फेदबाट ल्याउनु परोस्, चाहे छंगुबाट ल्याउनु परोस्, जहाँबाट पनि ल्याउनु परोस्, हामी नाम्चीमा पानी चाहिँ हर हालतमा ल्याउँछौँ। हामी एक दुईवटा प्रपोजल आयो, त्यसलाई हामीले टर्न डाउन गर्यो, किन फेरि पनि तपाईको पम्पिङ गरेर भने पम्पिङले चल्दैन। पम्पको मेसिन बिग्रियो, फेरि 15 दिन फेरि त्यसो पानी खान पाउँदैन। त्यसले गर्दा हामीले मेगा वाटर सप्लाई प्रोजेक्ट गरेर हामी नाम्ची वासीहरूलाई पानीको निम्ति हामी गर्छौं। यो 5 वर्षभित्रमा हामी पक्का गर्छौं। अर्को तपाईहरुको यत्रो ठुलो डिस्ट्रिक्ट हो है, सबैभन्दा ठुलो डिस्ट्रिक्ट आज नाम्ची छ है। अरु डिस्ट्रिक्टमा सोरेङ डिस्ट्रिक्टमा 4टा निर्वाचन क्षेत्र, अनि तपाईको गेजिङ डिस्ट्रिक्टमा 4टा निर्वाचन क्षेत्र, तर सबैभन्दा ठुलो निर्वाचन डिस्ट्रिक्ट चाहिँ हो नाम्ची। अब नाम्चीमा यत्रो जग्गा छ र पनि यहाँ कुनै पनि रिक्रिएसन पार्क छैन है। यहाँनिर तपाईहरु बिहान बेलुकी, किनभने अहिले सबैलाई के अरे सुगर छ, डायबिटिक छ, कहाँ जाने त लु भन्नुहोस् त? अनि पार्क त हुनु पर्यो भनेर हामीले अघिबाट नै सल्लाह गरिसकेको छ। यसको लागि हामी ठाउँमा त हामी खोज्दैछौँ, ठाउँ पनि हेरिसकेको छ। हामी नाम्चीमा रिक्रिएसनल पार्क एन्ड वेलनेस सेन्टर बनाइदिन्छौँ। हामी जस्तो गान्तोकको भन्दा ठुलो बनाउँछौँ, एकदम सबैभन्दा ठुलो। मैले अर्बन डेभलपमेन्ट डिपार्टमेन्टलाई हामी जिम्मा दिएका छौँ, अनि म माननीय मन्त्री यहीँ हुनुहुन्छ। यसको प्रोजेक्ट भटाभट बनाएर क्वार्टरहरू कहाँ सार्नु पर्ने सारेर, अनि हाम्रो डीसी म्याडम पनि यहीँ हुनुहुन्छ, अनुपा तामलिङ पनि यहाँ हुनुहुन्छ। सल्लाह गरेर झट्टै गरेर हामी यो धनराशि हामी यसपालि बजेटमा राख्छौं, हामी सुरु गर्छौं। यो भयो। अनि नयाँ सेक्रेटरिएट बनाउँछौं, नयाँ डिस्ट्रिक्ट एडमिनिस्ट्रेटिभ सेन्टर बनाउँछौं, अघि मैले भनिहालेँ। अनि आजै नयाँ एउटा युनिभर्सिटी आउँदैछ, अनि कोप्चेमा हामी बिडिओ अफिस बनाउँदैछौँ। अनि अर्को हिजो मात्रै हाम्रो मिटिङ भएको, नाम्चीमा एउटा अल्टरनेटिभ ग्राउन्ड जो चाहिँ खेल्नको निम्ति माथि त टफ लगाएको छ, आर्टिफिसियल टफ छ, त्यसमा हरदम खेल्नु मिल्दैन। त्यसले गर्दा बुमटारमा एउटा अल्टरनेटिभ ग्राउन्ड मिनी स्टेडियम जस्तो बनाएर हर खेलको त्यहाँ आयोजना गर्ने हामी बनाएको छौँ। भनेदेखि नाम्चीमा गेस्ट हाउस पनि छैन, त्यसको पनि हामी निर्माण गर्छौँ, किनभने कोही पनि आउँदा गेस्ट हाउस आज छैन, त्यसको पनि हामी निर्माण गर्छौँ। र जति पनि नाम्चीमा चाहिने जति पनि कुरा छ त्यसको लागि हामी गर्नको निम्ति तयार छौँ। माननीय विधायक महोदयले पनि भन्नुभएको छ, त्यसको लागि हामी तयार छौँ। माननीय विधायक महोदयले तपाईको थुप्रो डिमान्डहरू उहाँले राख्नु भएको छ। नाम्चीको स्युरेज सिस्टम, यो माथि हामी काम गर्छौँ। अर्बन डेभलपमेन्ट डिपार्टमेन्ट पिएचसी मिलेर गर्नुपर्छ, किनभने यो स्मार्ट सिटी अन्तर्गत पनि कतिवटा भएको छ, यसलाई हेरेर काम गर्नुपर्नेछ। अनि ड्रेनेज सिस्टम ठिक छैन भन्दैछ, यो ठिक गर्नुपर्ने काम गर्छौँ। अनि नाम्ची टुरिस्ट डेस्टिनेसन, अब नाम्चीमा थुप्रो टुरिस्ट डेस्टिनेसन छ, जस्तै तपाईको माथि सामडुप्ची छ है, तपाईको सोलुखुपरी छ, थुप्रो जग्गा छ, तर यहाँ टुरिस्ट बस्दैन। र मैले टुरिज्म डिपार्टमेन्टलाई भनेको छु, 1 वर्षभित्रमा नाम्चीमा टुरिस्ट बस्ने भनेर पनि म तपाईको ट्रान्सफर गर्छु भनेको छु मैले। अब जुन 10 तारिक 1 वर्ष पुग्छ, यदि यहाँ चाहिँ टुरिस्ट आएन, बस्न थालेन भनेदेखि चाहिँ पक्का म ट्रान्सफर गर्छु। ट्रान्सफर मात्र गर्दिनँ, म ओएसडी बनाइदिन्छु टुरिज्म घरलाई। के कसो लो भन्नुहोस् त? अब अर्कोमा फेरि ट्रान्सफर गरेर उसले त्यहाँ पनि बिगार्छ, त्यसले गर्दा ओएसडी बनाउँदै जसलाई पनि बनाउँदा हो नि त। ओएसडी अफिसर अन स्पेसल ड्युटी अन्डर सेक्रेटरीलाई ओएसडी बनाउँदा भयो, सेक्रेटरीलाई ओएसडी बनाउँदा भयो। त्यसले गर्दा तर यसको लागि डिपार्टमेन्टले के भन्दैछ भन्दाखेरि यहाँनिर ट्राइबल एजेन्टहरू है एक्टिभ छैन।
है तपाईले नाम्चीमै ट्राभल एजेन्टहरू बनाउनुहोस् तपाईले है नाम्चीमै एउटा टुरिज्म सेक्टरमा काम गर्नेहरूको समूह बनाउनुहोस् तपाईले काम गर्नुहोस् अनि हामी यहाँ के अरे यो जति पनि पर्मिसनहरू हामी दिन्छौँ जति पनि नथुला जाने या तपाईको छङ्गु जाने पर्मिसनहरू दिन्छौँ हामी यहाँ पनि कोटा दिन्छौँ होटेललाई कोटा दिन्छौँ या हामी यहाँनिर पर्मिट अफिस बनाइदिन्छौँ ताकि यहाँ आउने टुरिस्टले सीधा यहाँ बस्यो भोलिपल्ट तपाईको बिहानै नथुला जान पाओस् अनि त्यो मिलाएपछि हामी छ तर यसको लागि सबैभन्दा ठूलो कुरा चाहिँ हाम्रो यहाँको जति पनि स्टेक होल्डर्सहरू छ जति पनि टुरिज्ममा काम गर्नेहरूको समूहको चाहिँ पुरा सपोर्ट चाहियो अनि नाम्चीको रोडलाई एक्सटेन्सन गर्नु भन्ने छ साँगुरो रोड भयो त्यसलाई हामी सर्वे गरेर त्यसलाई हामी हेरेर कहाँ कुन रोड कति बनाउन सक्छ त्यो काम हामी गर्छौं फ्लाइओभर त केही पनि प्रब्लम छैन फ्लाइओभरको लागि जमिन छँदैछ कहाँ फ्लाइओभर बनाउनु पर्यो त्यो पनि हामी बनाउँछौं अनि नाम्चीको फाउन्टेनलाई है जो चाहिँ अहिले छ एक्जिस्टिङ पहिला बनेको स्मार्ट सिटीको अन्तर्गत बनेको त्यसलाई चाहिँ भत्काएर हामीले त्यहाँ एमपी थिएटर एउटा ओपन थिएटर बनाउनु भन्ने छ त्यो पनि हामी गर्छौं किनभने नाम्चीमा पानीको दुःख छ त्यो फाउन्टेनको त्यति काम पनि लाग्दैन त्यसमा एउटा प्रोग्रामहरू गर्न सक्ने हामी त्यहाँ बनाउँछौं अनि कार पार्किङ प्लाजा बनाउने कुरा है तपाईको डिमान्ड पनि आएको छ त्यसलाई पनि हेर्छु अहिलेको प्लाजालाई पनि तपाईले झटाझट बटाबट गरेर तपाईले यसलाई लिज आउट गरिहाल्नुहोस् अनि चलाउन थालिहाल्नुहोस् यो कुरा भएको कुरालाई अनि अर्को मैले मिनी स्टेडियमको भनिहाले अनि मैले रिक्रिएसन पार्कको भने अनि अब नाम्ची बजार साँगुरो भयो है अब बढाउने जग्गा छैन अब हामीले नाम्ची बजारलाई एउटा अल्टरनेटिभ बजारको रूपमा बजार अब मनिराम भन्ज्याङतिर एक्सप्यान्ड गर्नेतिर हामी जानुपर्छ हामीले सोच्नुहोस् सरकारले जमिन किनिदिने हो बजार सुरु गरिदिने हो अनि बजार अटोमेटिकली सुरु हुन्छ है अनि अर्को शपिङ कम्प्लेक्स मैले अघि भने पुरानो अहिलेको जुन एसडिसी हस्पिटल बनाउने हाउसिङ कम्प्लेक्स वार्ड मेगा वाटर सप्लाई स्किम भयो अनि नाम्ची है तपाईको एनएमसी लाई तपाईको दुईटा गाडी भेकल हामी तुरुन्त दिइहाल्छौँ यो यति डिमान्ड गर्नु भएको छ उहाँले र अरु कुनै पनि छ भने तपाईहरुको जस्तै पञ्चायत घरको ग्राम प्रशासन केन्द्र धेरैवटा ग्राम पञ्चायतहरुमा बनाउनु पर्ने छ त्यसको लागि यसपालि हामी धनराशि छुटाउँदैछौँ बजेटमा हामी कहाँ बनाउनु पर्ने त्यो पनि हेरेर हामी बनाउँछौँ भनेदेखि थुप्रो अरु पनि धेरै कामहरु गर्नुपर्ने छ हामी काम गर्छौँ र विशेष गरेर हाम्रो सिक्किम ग्लोबल टेक्निकल युनिभर्सिटीका जति पनि कुलपति हुनुहुन्छ उपकुलपति हुनुहुन्छ उहाँलाई भन्न चाहन्छु अब तपाईहरुले पनि यहाँनिर मिनिमम वेजेस एक्ट शुड बी इम्प्लिमेन्टेड यानी आप लोग ने जो हमारा एक कानून है कि सबसे कम हमारा कोई भी कंपनी में काम करने वाला हो होटल में काम करने वाला हो हाइडल प्रोजेक्ट में काम करने वाला हो या फार्मास्यूटिकल कंपनी में कहीं भी काम करने वाला का हमारा एक एक्ट है मिनिमम वेजेस एक्ट मिनिमम इज 15,000 तो आपको लागू करना होगा यहाँ पर जो भी है 15,000 करना होगा ये गवर्नमेंट में भी लागू है क्योंकि हमारे जितने भी रोड में काम करने वाले जितने भी लेबर है उनको मजदूर को हम लोग 15,000 ही देता है तो आप लोग को ये काम करना होगा और ये काम करना होगा आपका जो प्रोजेक्ट है ये बहुत अच्छा प्रोजेक्ट है मैं आपको बहुत बहुत शुभकामना व्यक्त करना चाहता हूँ ताकि इनको आप जल्दी से जल्दी बना के आप सिक्किम के जनता के लिए आप समर्पित कर लीजिए और जो भी सपोर्ट सिक्किम सरकार से राज्य सरकार से चाहिए हम लोग दे देंगे पूरा और जति पनि हाम्रो पञ्चायतहरु हुनुहुन्छ अनि डिस्ट्रिक्ट एडमिनिस्ट्रेसनले पनि उहाँलाई जति पनि चाहिने सपोर्टहरु उहाँलाई दिनुस् उहाँहरु इन्भेस्टमेन्ट गरेर उहाँहरु आउनु भएको उहाँहरुले इन्भेस्टमेन्ट उहाँले हाम्रो मान्छेलाई मौका दिनको निम्ति आउनु भएको यो कुरा छ र विशेष गरी मैले भने कि हामी सिक्किम सफा भन्थ्यौ हामी तर यसो हेर्यो भने बजारतिर हेर्यो भने तपाईले घरको छेउछाउ हेर्नुस् तपाईले कसैले पनि याद गर्दैन त्यही प्लास्टिक फ्याँकिरहेको छ हामी प्लास्टिक ब्यान भन्छौं अनि प्लास्टिकको सानो पानी 1 लिटरको पानी चलाउनु त्यो पनि थाहा छ तपाईलाई तर तपाईहरुको आफ्नै घरको अगाडि प्लास्टिक है छ मैला छ त्यो पनि हेर्थेन र मैले डिस्ट्रिक्ट कलेक्टरहरुलाई जिल्लापालहरुलाई सबलाई भनेछु तपाईको डिस्ट्रिक्टमा यदि मैला भयो कहीं पनि मैला बजार मैला भयो भने एक्सन चाहिँ फर्स्टमा डिस्ट्रिक्ट कलेक्टरलाई हुन्छ भनेछु मैले अनि तपाईहरु आज जति जना हुनुहुन्छ नाम्ची बजारहरुमै आउनु भएको छ जस्तो प्रकार हाम्रो महावीर भाइजी सन्तोष हाम्रो शंकर भाइजी देखिला सबै हाम्रो व्यापारी हाम्रो दाजुभाइहरु आउनु भएको छ तपाईहरुले आफ्नो दोकानको अगाडि कम से कम 5 फिट अगाडि त तपाईले सफा गर्नुहोस्
है। आफ्नो आफ्नो गर्दा के हुन्छ र कति लाग्ला, सफा राख्न तपाईँहरूले है। अनि जब मैले यो एनाउन्समेन्ट गरेपछि धेरै सफा हुन थाल्यो, धेरै सफा। नत्र भने यता गन्दा त्यता गन्दा, टुरिज्मले ठुल्ठुलो कुरा गर्ने तर गन्दा। तर अब हेर्नुहोस् हर जग्गामा तपाईँले आदरणीय पञ्चायतहरूले पनि आफ्नो आफ्नो ग्राम पञ्चायत सफा राख्नुहोस्, आफ्नो घर सफा राख्नुहोस्, आफ्नो आफ्नो दोकान सफा राख्नुहोस्, आफ्नो आफ्नो डिपार्टमेन्टको अफिस सफा राख्नुहोस् हर जग्गामा। अनि मैले भनेको छु पेट्रोल पम्पको मालिकलाई पनि भनेको छु, पेट्रोल पम्प भनेको त्यो जग्गा हो जहाँनिर कोही पनि टुरिस्ट आएर त्यहाँनिर तपाईँको सर्ट टोयलेट, लङ टोयलेट जाने जग्गा हो। भरे तपाईँको बाहिरको टुरिस्ट आएर घरे पेट्रोल पम्पको टोयलेट चाहिँ गन्दा छ भने कस्तो भन्छ, हाम्रो इमेज कस्तो हुन्छ। मैले भनेको छु जुन पेट्रोल पम्पको टोयलेट चाहिँ मैला छ म त्यो क्लोज गर्छु भनेको छु, मैले म बन्द गर्छु भनेको छु। अनि म जाँदै जहाँ जहाँमा टुर हुन्छ म त्यहाँ पसिहाल्छु पेट्रोल पम्पमा, हेर्छु ठिक छैन म क्लोज पक्का गर्छु। अनि यो चाहिँ सबै हाम्रो डिस्ट्रिक्ट कलेक्टर अनि हाम्रो डिस्ट्रिक्ट पुलिसको, सुप्रिन्टेन्डेन्ट अफ पुलिसको पनि जिम्मेवारी हो, हामी सबैको जिम्मेवारी हो, पञ्चायतको पनि जिम्मेवारी हो। यो प्रकारले सफाइमा हामी ध्यान दिनुपर्छ। अनि हामीले त्यति मात्रै होइन, तपाईँले जुन ग्राम पञ्चायत धेरै सफा छ, तपाईँले सफाइमा राम्रो काम गरेको छ 5 लाख रुपियाँ पाउँछ सालमा, गान्धी जयन्तीको दिन है 5 लाख, 3 लाख, 2 लाख। अनि जुन बजार चाहिँ सफा छ त्यसले 10 लाख पाउँछ, 10 लाख, 7 लाख, 5 लाख। हेर्नुहोस् त, सफा पनि गर्नु अनि तपाईँहरूकै लागि सफा गर्छ, हामीले प्राइज पनि दिँदैछौँ। हेर्नुहोस् हर जग्गामा। अनि अब जम्मै पञ्चायतहरूले, यहाँ पञ्चायतहरू हुनुहुन्छ, अब तपाईँले तपाईँको ग्राम पञ्चायतमा सबैभन्दा आफ्नो आमा बाउलाई हेर्ने छोराछोरी हेर्नुहोस् तपाईँहरूले। तपाईँको यो ग्राम पञ्चायतमा एकजनाले, अब हामी 15 अगस्तमा दिन्छौँ यो प्राइज, 15 अगस्तमा स्वतन्त्र दिवसमा हामी माथि दिन्छौँ 1-1 लाख रुपियाँ। हामी त्यो जसले चाहिँ आमा बाउलाई साह्रै ध्यान दिन्छ, एकदम हेरचाह गर्छ, छोरा होस् कि छोरी होस्, गर्नेलाई चाहिँ हामी प्रत्येक साल 1-1 लाख रुपियाँ एउटा ग्राम पञ्चायत दिन्छ। जम्मा 199 जनालाई हामी दिन्छौँ। 199 वटा ग्राम पञ्चायत छ, हामी त्यति जनालाई दिन्छौँ 1-1 लाख। त्यो चाहिँ हो श्रवण कुमार पुरस्कार। श्रवण कुमार पुरस्कार भनेको तपाईँलाई थाहा छ, श्रवण कुमारले आफ्नो आमा बाउलाई, अन्धो आमा बाउलाई ढाकीमा बोकेर उहाँले तीर्थयात्रा गरेको थियो। त्यसले गर्दा अहिले हेर्नुहोस्, अहिलेको 21औं शताब्दीमा हाम्रो छोराछोरीले हेर्दैन भनेको त होइन, तर आज त्यति ध्यान दिँदैन आमा बाउलाई, पक्का हो यो। त्यसले गर्दा अब आमा बाउलाई ध्यान दिने। अब अनि अर्को तपाईँहरूको ग्राम पञ्चायतमा सबैभन्दा मेहनती मान्छेको नाम पनि तपाईँले छान्नुहोस्। मेहनती मान्छे, पुरा गरी खाने, पक्का गरेर सब्जी बेचेर खाओस् कि या त तपाईँको गाईको दुध बेचेर खाओस् कि सुँगु पालेर खाओस् कि कोही पनि, तपाईँले 1-1 जना पञ्चायतहरूले, जिल्ला पञ्चायतले छान्नु, उनीहरूलाई पनि हामी पुरस्कार दिन्छौँ। अब पक्का पक्का दिने, उनीहरूले गर्नेलाई चाहिँ दिने, अब गर्नेलाई चाहिँ दिने, नगर्नेलाई नदिने। अब पक्का नगर्नेलाई नदिने, पक्का तपाईँले पनि एप्लिकेसन दियो। अब सीएमले गर्छ नभन्नु, हामी इन्क्वायरी गरेर मात्रै, भेरिफाई गरेर मात्रै दिन्छौँ। अनि अब हामीले ध्यान दिनुपर्ने सबैभन्दा हस्पिटल, हस्पिटलमा चाहिँ हामी सबै मिलेर ध्यान दिनुपर्छ। किनभने सबैभन्दा मान्छेहरूको सेवा चाहिँ सबैभन्दा कहाँ बेसी हुन्छ भने हस्पिटलमा हुन्छ। मानव सेवा त्यहाँ हुन्छ हस्पिटलमा। त्यसले गर्दा सबैजना लागि परेर अब अस्पतालहरू सबै सफा हुनुपर्छ। अनि अस्पतालमा ड्युटी राम्रो गरेको छ कि छैन त्यो पनि हेर्नुपर्छ। तर म आज मलाई भन्न दुःख लाग्छ है, आज हामीले कति तपाईँको हेर्नुहोस् त, हाम्रो पार्टीकै गरिब जन कल्याण प्रकोष्ठ छ। आज हामीले कति तपाईँको प्रत्येक निर्वाचन क्षेत्रमा हामीले बिमारी हेर्ने कोअर्डिनेटर हामीले राखेका छौँ। अनि गरिब जन कल्याण प्रकोष्ठबाट उहाँहरूको पेमेन्ट पनि हुन्छ। अनि जम्मा जन कल्याण प्रकोष्ठका हामीले 8 वटा एम्बुलेन्स छ, प्रत्येक फ्री एम्बुलेन्स हामी सेवा गर्छौँ। सिलगढीमा तपाईँको महिनाभरि नै हामीले स्टोन अपरेसन गर्छौँ हामी प्रत्येक, जस्तै नाम्ची डिस्ट्रिक्ट, सोरेङ डिस्ट्रिक्ट अनि तपाईँको गेजिङ डिस्ट्रिक्टको जति पनि स्टोन अपरेसन गर्नुपर्ने सिलगढीको न्युटिया अनि किन्स हस्पिटल अनि अहिले त तपाईँको अर्को नर्थ बेङ्गाल हस्पिटलमा हामी 3टा हस्पिटलमा लगेर हामी जम्मै बिमारीलाई हामी सेवा गर्छौँ। पुरा सिलगढीमा पनि हामीले आमाको गोद खोलेका छौँ। बिमारीहरू गएर जो रेफर बिमारीहरू 4 दिनसम्म बस्न पाउँछ, खाना पनि फ्री है, तपाईँको लन्च पनि फ्री, डिनर पनि फ्री, सबै सेवा पुर्याउँदैछौँ। हामीले धेरैभन्दा धेरै नर्सेसहरू हामीले लगायौँ। अनि जति
जति डाक्टर आउँदैछ है तिनीहरू पनि एपोइन्टमेन्ट दिउँ है, अनकन्डिसनल एपोइन्टमेन्ट दिउँ। अनि हामीले कोभिडको समयमा त हामीले तपाईँको इन्टरभ्यू खालि भाइबा मात्रै लिएर जम्मै डाक्टरहरूलाई एपोइन्टमेन्ट दिउँ, फेरि पनि डाक्टरको एपोइन्टमेन्ट हुँदैछ। अनि डाक्टर सक्ने बित्तिकै हामी लु तपाईँहरू गएर सेवा गरेर दिँदैछु। अनि डाक्टर गर्दा गर्दै पोस्ट ग्रेजुएटमा स्पेसिलिस्टको लागि ड्युटी ट्रेनिङ जाने त्यो पनि दिँदैछौँ हामीले अनकन्डिसनल दिँदैछौँ हामी अनकन्डिसनल। उहाँलाई कुनै प्रकार उहाँलाई अपग्रेड गरेर दिँदैछौँ, प्रमोसन पनि दिँदैछु। पुरा हिजो हाम्रो दिनभरि मिटिङ भयो, तर भन्नु मलाई दुःख लाग्छ तपाईँहरूलाई। आज हेर्नुहोस् म एकदमै हेर्नुहोस् मलाई थाहा छ सबैभन्दा सिक्किमे गरिब जनतालाई आपतको समय भनेको आपत विपदको समय भनेको बिमारी हुँदा हो। बिमारी भयो भने जस्तै हुने खाने पनि एकपल्ट आकिन्छ, कहाँ लानु, कता लानु, कसो गर्नु, के गर्नु, कसलाई बाँकी माग्नु, त्यसको लागि म एकदमै चिन्तित छु। तर अब हामीले सरकारी उहाँहरूलाई हामीले प्रमोसन पनि दियौँ, हामीले उहाँहरूको जहाँ भन्यो त्यहीँ पोस्टिङ पनि गरेका छौँ। उहाँले जहाँ माग्यो त्यहीँ पोस्टिङ छ। आज कुनै पनि सरकारी कर्मचारीहरू मतलब 2-4 जना जो चाहिँ अफसर लेभल छ त्यो त गान्तोकमै हुन्छ, किनभने डिस्ट्रिक्टमा हुँदैन। तर प्राय जस्तो हामीले डिस्ट्रिक्ट पोस्टिङ छ, होम पोस्टिङ। जति नाम्चीमा भएको पुलिसदेखि लिएर स्पेसल ब्रान्चदेखि लिएर सबै होम पोस्टिङ छ, सबै आफ्नै घरमा छ। अनि घरमा जब पोस्टिङ गरेपछि ड्युटी त गर्नु पर्यो नि, तर आज ड्युटी गर्न मान्दैन। हिजो अस्ति भयो, किनभने हामीलाई आज हेर्नुहोस् त सालमा तपाईँको करिब तपाईँको दिनमा मात्रै एसएनएम अस्पतालमा एसकेएनएम अस्पताल सोचे ग्याङमा मात्र दिनमा 1500 देखि 2000 बिमारी आउँछ। 1500 देखि 2000 बिमारी आउँछ। सुन्नुहोस् है, भनेपछि डिस्ट्रिक्ट हस्पिटलमा कति आउँछ? जम्मै रेफर भएको जम्मै माथि एसकेएनएममा हो जम्मै। तर हामीले हिजो भनेको थियौँ जो चाहिँ एज भएको छ है, जसको उमेर छ, जस्तो यङ छ, उनीहरूलाई कोही नहेरिकन उहाँहरू चाहिँ सजिलोमा थियो अर्बन पिएचसी भनेको 10 to 4 मात्र हो, 10 देखि 4 बजी इमर्जेन्सी केही पनि हुँदैन। उहाँहरू अर्बन बजारको पिएचसी हो है। अनि उहाँलाई मैले भनेको थिएँ डिपार्टमेन्टलाई अलिकति राम्रो बनाऊ, गरिब जनता। एसडिएम अस्पतालमा को आउँछ? अनि नाम्ची अस्पतालमा को आउँछ? गेजिङ अस्पतालमा को जान्छ? सिङताम अस्पतालमा को जान्छ? गरिब मात्रै जान्छ कि जान्छ भन त है। जो हुने खाने त खोकी लाग्यो भने सिलगढी कुद्छ, हो कि नभन्नुहोस् त? खोकी लाग्यो सिलगढी कुदिहाल्छ, अनि दिल्ली पनि कुद्छ, कहीँ पनि जान्छ, जहाँ पनि जान्छ अलिक हुने खाने जसकोमा पैसा छ सक्छ भने। तर जति पनि सरकारी अस्पतालमा आउने, सोचेगेङ अस्पतालमा आउने, सिङताम अस्पतालमा आउने, नाम्ची अस्पतालमा आउने, गेजिङ अस्पतालमा आउने, जोरथाङ अस्पतालमा आउने, सोरेङमा आउने, पाक्युङमा आउने, मङ्गानमा आउने चाहिँ गरिब मात्र आउँछ है। अरू हुने खाने आउँदैन। उहाँहरू त सिधै जाइहाल्छ, रुगा लाग्यो भने, खोकी लाग्यो भने सिलगढी जाइहाल्छ, अनि त्यहाँदेखि दिल्ली जान्छ, कोही तपाईँको बम्बे जान्छ, कोही तपाईँको भेलोर पनि गइहाल्छ, कुदिहाल्छ उहाँहरू, मतलब छ। तर गरिबहरू आउनेको लागि गरिबलाई सेवा दिनुपर्छ। अनि हामीले कुनै अन्याय गरेको छैन। हामीले जति पनि ड्युटी गर, तपाईँको ड्युटी हो भनेर भनेको हो मात्रै। तर आज भन्नुहोस् हाम्रो लामो डिस्कस हिजो अस्ति हामीले सबैलाई ड्युटी, हाम्रो सुपर स्पेसलिस्टहरूले ड्युटी गर्दैछ। उहाँहरूको ड्युटी भनेको त उहाँले अपरेसन गर्नुपर्ने केसलाई डिल गर्नुपर्ने उहाँले गर्दैछ, स्पेसलिस्टले पनि गर्दैछ आफ्नो आफ्नो डिपार्टमेन्ट। जस्तै हाम्रो डिपी राईज्यू हुनुहुन्छ, उहाँले कार्डियो मुटुको उहाँले गर्छ। आज हेर्नुहोस् त उहाँ एकदमै फेमस भएकोले गर्दा दार्जिलिङ कालिम्पोङहरूबाट पनि आउँछ, बाहिरबाट पनि आउँछ। त्यो हाम्रो लागि राम्रो। अनि कालिम्पोङ दार्जिलिङबाट आउनेलाई हामी पैसा लिन्छौँ, सिक्किमको मात्रै फ्री हो। उहाँलाई त हामी पैसा, उहाँले रेभिन्यू पनि उठाउँछ, उहाँले आफ्नो काम गर्दैछ। त्यस्तै प्रकारले नेप्रोले गर्दैछ, अनि तपाईँको न्युरोले पनि गर्दैछ। तर मुनि ड्युटी गर्ने, फर्स्ट तपाईँको बिमारीलाई डिल गर्ने, बिमारी आउँदाखेरि वार्डमा है हामीले ड्युटी गर भन्दाखेरि ड्युटी गर्न मानेको छैन। र जम्मा हामीले हेर्नुहोस् यो यस्तो खालके भएको थियो, जम्मा हामीले धेरैजना है सिनियर नर्सेसहरूलाई हामीले एएनएस बनाएको थियो, एसिस्टेन्ट नर्सिङ है तपाईँको सुपरिन्टेन्डेन्ट बनाएको थियो, एसिस्टेन्ट नर्सिङ सुपरिन्टेन्डेन्ट बनाएको थियो। र उहाँहरूलाई प्रमोसन गर्दाखेरि भ्याकेन्सी थिएन, जग्गा थिएन माथि। तर उहाँले भन्नुभयो होइन हामी पुरानो भयो, हामी नर्स गर्दा गर्दा यस्तो भयो, हामीलाई पनि प्रमोसन चाहियो है, हामी मर्ने बेलामा चाहिँ प्रमोसन हुन्छ भन्ने भयो।
है हामीले उहाँलाई टर्म्स एन्ड कन्डिसन राखेर कुनै पनि प्रमोसन हुँदाखेरि जग्गा चाहिन्छ जग्गा पेज हुनु पर्यो या क्याडर हुनु पर्यो जग्गा छ तब मात्रै प्रमोसन जग्गा छैन प्रमोसन हुँदैन तर उहाँलाई चाहिँ हामीले होइन ठिकै हो उहाँले चाहिँ साँच्चै गरेको हो सेवा गरेको हो ठिक छ चालु गरिदिउँ तर जग्गा चाहिँ छैन है भन्दाखेरि उहाँले के भनेको थियो त जग्गा छैन माथि तपाईँलाई कहाँ अफसर एएनएस भनेपछि त अब एसिस्टेन्ट नर्सिङ सुपरिन्टेन्डेन्ट हो है तपाईँको जग्गा छैन के गर्ने भन्दा होइन होइन हामीलाई प्रमोसन मात्रै चाहियो हामी काम चाहिँ यही गर्छौँ भनेको थियो प्रमोसन मात्रै चाहियो तर काम चाहिँ हामी जहाँ छ त्यहीँ गर्छौँ भनेको थियो उहाँहरूको टर्म्स एन्ड कन्डिसन अनि मेन्टोगङमै बसेर हामीले डिसिसन लिएको हाम्रो पहिलाको चिफ सेक्रेटरी पाठक साहब अनि डिओपी सेक्रेटरी म अनि हेल्थको बसेर यो डिसिसन लियो ठिक छ लो है जग्गा छैन तर दिउँ उहाँलाई कन्सिडर गरौँ हामी उहाँलाई त्यो मान सम्मान गरौँ तर मैले भनेको थिएँ तपाईँले काम चाहिँ यही गर्नुपर्छ है तपाईँ राति पनि ड्युटी गर्नुपर्छ है भनेर भनेको थियो उहाँलाई हामीले कन्डिसनल एउटा उहाँले त्यो कन्डिसनमा दिएको थियो हामीले कन्डिसन चाहिँ यो तपाईँ प्रमोसन हुन्छ तर तपाईँले ड्युटी चाहिँ यही गर तपाईँको स्केल पाउँछ स्यालेरी पाउँछ फिता पनि पाउँछ ड्युटी चाहिँ यही तपाईँको चाहे ड्राइभर होस् जुनियर ड्राइभर होस् गाडी कुदाउनु सिनियर ड्राइभर होस् गाडी कुदाउनु सिनियर ड्राइभर पनि गाडी कुदाउनु हो कि लु भन्नुहोस् त त्यो हो नि त उहाँले त्यही भनेको त्यो कन्डिसन थियो तर हामीलाई धेरै मेन पावर किनभने एकदमै बेसी बढे पपुलेसन बढेकै छ एसटिएनएम अस्पतालमा बर्डन भएको छ अहिले हामीले जति पनि पढेका नर्सेसहरू छ तपाईँहरूको गाउँमा नर्स छ भने पठाइदिनु तर एसटिएनएममा लाउँछौँ माथि सोचे ग्याङमा पोस्टिङ हुँदैन 5 सालको लागि अब है त्यहाँ एपोइन्टमेन्ट भएपछि पोस्टिङ हुँदैन हामी दिन्छौँ पक्का जति पनि छ तपाईँ डक्टर कोही पनि छ भने पठाउनुहोस् अहिले पनि हामीलाई 45 जना डक्टर हामीलाई एसटिएनएममा चाहिएको छैन डक्टर किन हामीले डक्टर गर्दा गर्नेलाई पिजी गर्नु पठायो स्यालेरी दिएर पठायो तर हामीले यो ड्युटी खटाउँदाखेरि पनि हिजो अस्ति ड्युटी नगर्ने धेरैजना निस्क्यो म सिधै भन्छु एएनएस निस्क्यो र मैले हिजो मिटिङमा भनेको छ जसलाई चाहिँ हामीले कन्डिसनल प्रमोसन दिएको छ 19 जनालाई जो चाहिँ कन्फर्मेसन भएको छैन उनीहरूलाई हामी अब डिमोसन गर्छौँ हामी नर्समै झार्छौँ यो मेरो घोषणा हो जसले गरिबको निम्ति ड्युटी गर्दैन हामी झार्छौँ सक्छ है यो धेरैवटा स्टेटले प्रमोसन गरेर डिमोसन गरेको छ अब 19 जनालाई हामीले कन्डिसनल प्रमोसन दिएको थियो एएनएसलाई अब हामी डिमोसन गर्छौँ भोलि नै डिमोसनको अर्डर निकाल्छौँ म पक्का किनभने ड्युटी गर्न मान्दैन उनीहरू हामी राति गर्दैन डिस्ट्रिक्टले गरेन अरे उहाँले मागेर तपाईँको उहाँहरू एसटिएनएममा जानुभएको किनभने एसटिएनएममा त काम ज्यादा छ बर्डन ज्यादा छ नि त ल भन्नुहोस् त जस्तै डिपी राई साहबलाई चाहिँ हामीले ल्याएर नाम्ची ल्यायो भने त उहाँ त बेकारमा गयो त उहाँको त यहाँ काम हुँदैन गान्तोकमा बर्डन हुन्छ गान्तोकमा बेसी पेसेन्ट आउँछ उहाँलाई त्यहाँ ठिक छ अनि जति पनि गान्तोकमा जति पनि छ उहाँहरू चाहिँ गान्तोकमा उहाँहरूकै होम पोस्टिङ हो तर हामीले भन्दाखेरि कसैले नगर्ने कसैले के गर्ने तर हामी सहँदैनौँ जनताको लागि सहँदैनौँ तपाईँ पार्टी कार्यकर्ताहरूले कसै पनि मानेन विधायकहरूले पनि नचेप्नु मेरो फलाना पर्यो मेरो डिस्कसन पर्यो ट्याक्कै नचेप्नु अब किनभने हामी जनतालाई चाहिँ सुविधा दिन आएको हो भोलि भएन भने हामी आउटसोर्स गरिदिन्छौँ लो साह्रो फुटानी गऱ्यौँ हामी आउटसोर्स गर्छौँ किनभने जति पनि काम गर्ने किनभने अहिले हामीले सफाई कर्मचारीले काम नगरेर हामीले सुलभलाई दिएको छ आउटसोर्स गरेको छ आज कति राम्रो छ टोयलेट हेर्नुहोस् त आज हर डिस्ट्रिक्ट अस्पतालको जति पनि सफाई कर्मचारीहरूलाई हामी अर्को ठाउँ लगेर हामी जति पनि डिस्ट्रिक्टहरूमा पनि अब हामी सुलभलाई नै दिउँ भनेर हामीले सोचेका छौँ त्यो कम्पनीमा न त प्रमोसनको झन्झट न त रेगुलरको झन्झट सुलभलाई हामी पैसा दिने हो सफा राम्रो छ हेर्नुहोस् त आज एसटिएनएमको टोयलेट हेर्नुहोस् त कति सफा छ नि त्यहाँनिर पहिला अस्पताल उद्घाटन हुँदाखेरि तपाईको हामीले धेरैभन्दा धेरै सफाई कर्मचारी लगाएको तर के भन्छ हामी त सफाई कर्मचारी होइन हामी त सेनिटेसन एसिस्टेन्ट भन्छ काम पनि छ तर काम गर्दैन तर जसको जे काम छ गर्नुपर्छ अब माफ हुँदैन है म त सबै साथीलाई भन्छु यदि हाम्रो इज्जत बचाउनु हो भनेदेखि एसटिएनएम चाहिँ राम्रो हुनुपर्छ अनि एसटिएनएममा चाहिँ मैले भनेको छु हिजो मेरो कोही परोस् नछोड्नु
है ड्युटी गर्नै पर्छ। तर यङहरूलाई अनि जति पनि उमेर पुगेकाहरूलाई मैले अर्बन पिएचसीमा सार्नु भनेछु, उहाँहरूले त्यति ड्युटी गर्न सक्दैन। एज पुगेको रिटायरमेन्टहरूको अनि कसैले पनि त्यहाँनिर अफसरले पनि चेप्नु पाउँदैन, कोही डाक्टरले पनि चेप्नु पाउँदैन, कोही मुख्यमन्त्रीले पनि चेप्नु पाएन, मन्त्रीले पनि चेप्नु पाएन अनि विधायकले पनि चेप्नु पाउँदैन। अब अनि तपाईँहरूको डिमोसन हुन्छ अनि हामी अबदेखि त एनएसमा कसैलाई प्रमोसन गर्दैनौँ, अब कसैलाई पनि नगर्ने। अब किन हामीले गर्यौँ नि त, जग्गा थिएन र पनि हामीले माया गरेर गर्छ त। अरे जग्गा थिएन, कन्फर्मेसन भएको छैन 19 जनाको, तर अहिले ड्युटी गर न। तपाईँले ड्युटी नर्स जस्तो गर्नु परेन नि, तपाईँले युनिट ड्युटीमा बसेर तपाईँले राति त नर्सेसहरूले ड्युटी गरे कि गरे तपाईँले हेर भन्दा पनि मान्दैन। हाम्रो राति ड्युटी गर्ने होइन, हामी त अफसर हो भन्छ। अब अफसर हुनु त लु, जब डिमोसन हुन्छ अफसर हुनु। अनि यो कुरामा चाहिँ जनताले सघाउनु हामीलाई। यदि तपाईँहरू पनि बिमार भएर जान्छ त्यति बेला हामीलाई गाली नगर्नु, यो कुरामा चाहिँ तपाईँले सघाउनु हामीलाई। हामी चाहिँ पक्का हामी स्वास्थ्यको क्षेत्रलाई चाहिँ पक्का हामीले सुधारेका छौँ। आज हरेक गरिबको के अरे किडनी ट्रान्सप्लान्ट हुन्छ, हरेक गरिबको लिभर ट्रान्सप्लान्ट हुन्छ, हरेक गरिबको हामी लङ्स पनि ट्रान्सप्लान्ट गरेको छ। अनि तपाईँको गरिबहरू आपत पर्दाखेरि हामीले चार्टर एम्बुलेन्स गरेर पनि हामीले लगेका छौँ। अनि हर सुविधा छ, सिलगढीमा सुविधा छ, अस्पतालमै पैसा आइपुग्छ, सहायता आइपुग्छ, चेक आइपुग्छ, सब छ। भनेदेखि अब तपाईँहरूले चाहिँ यति बेला चाहिँ मेरो मान्छेको ट्रान्सफर भएछ ढिस्काना ट्रान्सफर भएछ हुँदैन। बिमारी छ रिटायरमेन्ट लिएर जानु, जो चाहिँ म ड्युटी गर्नु सक्दैन बिमारी छ भने रिटायरमेन्ट गर्ने पावर पनि सरकारकोमा छ। कम्पलसरी रिटायरमेन्ट गरिदिन्छु अब 2-4 जनालाई पक्का। किनभने हामी बिमारीसँग चाहिँ हेल्थसँग चाहिँ कम्प्रोमाइज गर्दैनौँ अनि एजुकेसनसँग पनि कम्प्रोमाइज गर्दैनौँ। किनभने शिक्षा भनेको चाहिँ मेरुदण्ड हो समाजको। तर हेर्नुहोस् त हामीले आज के हल्ला हुँदैछ भने यो सरकारले चाहिँ थुप्रो स्कुलहरू बन्द गर्यो। अब बुलमै हेर्नुहोस् त, बुल सिङताममा अब 7 जना स्टाफ 2 जना स्टुडेन्ट। लु भन्नुहोस् त यो स्कुललाई राख्नु कि लु भन्नु त कहाँ सार्नु भन त। तर हामीले सधैँभरिको लागि बन्द गरेको होइन नि, हामीले जबसम्म स्टुडेन्ट हुन्छ तबसम्म स्टुडेन्ट भयो फेरि खोलिहाल्छौँ, हामी त्यही टिचरलाई ल्याइहाल्छौँ। तर अब 2 जना स्टुडेन्टलाई पढाउँदा घरमै गएर पढाउँदा पनि स्कुल किन राख्नु, सिधै जानु घरमा होइन टिचर। त्यसले गर्दा हामीले जम्मा पहिला चाहिँ 97 स्कुल्सहरू बन्द गर्ने भनेर हामीले लिस्ट आउट गरेको थियो। यो न्यू एजुकेसन पोलिसीमा यो केन्द्र सरकारको पनि आदेश हो। किनभने अब तपाईँको ट्रान्सिटिङमा पनि के अरे सेकेन्डरी स्कुल रहेछ अनि 27 जना चाहिँ टिचर तर 24 जना मात्रै स्टुडेन्ट। हेर्नुहोस् त, 1 जना टिचर बराबर 1 जना स्टुडेन्ट। अनि घरमै पढाउँदा भयो नि त 1 जना टिचरले जिम्मा लिएर घर। त्यसले गर्दा हामीले त्यस्ता स्कुलहरूलाई चाहिँ हामीले अहिले फिलहालको लागि सस्पेन्ड गरेको, बन्द गरेको होइन, सस्पेन्ड गरेको। अहिले कुरा के हुँदै रहेछ भन्दाखेरि उप्रेती साहब चाहिँ के अरे हाम्रो केएन उप्रेती साहब एजुकेसन मिनिस्टर हुँदा चाहिँ उहाँले चाहिँ स्कुल खोल्यो अरे। अनि अहिले हाम्रो राजु बस्नेत साहब चाहिँ एजुकेसन मिनिस्टर भएर चाहिँ बन्द गर्यो भन्दैछ। तर होइन, हामीले स्कुललाई नै ध्यानमा दिए। अब 2 जना स्टुडेन्ट यहाँको त यस्तो भइसकेको अरे तपाईँले उसले बोल्नु पनि भुलिसके, साथीभाइ पनि छैन, को बोल्ने अन्त भन्छ। तर उहाँहरूलाई हामी के गर्ने भन्नुहोस् त, उहाँलाई हामी बरु बसको खर्च, गाडीको खर्च, ट्रान्सपोर्टेसन या हस्टेलमा राखिदिन्छौँ भयो त अन्त। अनि हाम्रो जो पनि छ हाम्रो स्टाफहरूलाई चाहिँ अर्को नजिकको स्कुलमा पठाउँछु। तर तपाईँहरूले कोसिस गरेर पञ्चायतहरूले तपाईँले भन्नुहोस् हाम्रो नानीहरू मैले प्राइभेट स्कुलमा नपठाउनु भनेको होइन, तर प्राइभेट स्कुल जत्तिकै राम्रो त्यो पनि राम्रो त हाम्रो स्कुल छ नि हौ, सरकारी स्कुल छैन। ल भन्नुहोस् त, सरकारी स्कुलमा पढ्नेले बिएड गरेकै हुनु पर्यो या टेट गर्नै पर्यो, डिएलएड गर्नै पर्यो, उनीहरू ट्रेन हो, सोध्नुहोस् त। तर प्राइभेट स्कुलमा गर्नेले गर्नु पर्दैन है। तर उहाँहरू जहाँ पैसा तिर्नुपर्छ त्यहाँ चाहिँ एकदम एटेन्सन दिन्छ, जहाँ फ्री छ त्यहाँ चाहिँ एटेन्सन दिँदैन। तपाईँ न्युटियाकै उदाहरण लिनुहोस् न। लु न्युटियामा जाँदा तपाईँ चुपचाप गार्जियनहरू पनि एकदम बिमारी लगेर चौकीमा चुपचाप हल्ला गर्दैन क्या, किनभने त्यहाँ पैसा तिर्नुपर्छ। कहिले मेरो पैसा तिर्ने टर्न आउँछ काउन्टरमा भने चुपचाप बस्छ है। तर एसटिएनएम त फ्री हो नि, त्यहाँ चाहिँ गएर हल्ला गर्छ, हो कि नि हो। अनि जहाँ चाहिँ पैसा तिर्न पर्यो त्यहाँ चाहिँ कन्सन्ट्रेसन छ, एकदम एटेन्सन। जहाँ फ्री छ त्यहाँ चाहिँ हल्ला गर्छ। अनि जहाँ छ हाम्रो स्कुल टिचरहरू यस्तो राम्रो राम्रो टिचरहरू छ। र आज म तपाईँलाई भन्छु है, अबदेखि उता मेरो एनाउन्समेन्ट हो। आज हाम्रो शिक्षा विभागका माननीय मन्त्री पनि हुनुहुन्छ,
जुन नानीहरू क्लास 12 सकेर नेट पास सरकारी स्कुलमा पढेर है सरकारी स्कुलमा पढेर नेट पास गरेर जसले चाहिँ एमबीबीएस को कोटा पाउँछ पढ्न सक्दैन त्यसलाई चाहिँ सरकारले पढाइदिन्छ तर जुन स्टुडेन्ट प्राइभेट स्कुलमा पढ्यो क्लास 12 पास गर्यो अनि नेट पास गरेर एमबीबीएस पायो भने हामी एक पैसाको पनि सपोर्ट गर्दैन अलिकति पनि हामी सपोर्ट गर्दैन अब हामी प्रायोरिटी दिन्छौं सरकारी स्कुललाई एकदम सरकारी स्कुलमा पढ्ने नानी 12 पास गरेर उले नेट पास गरेर इन्जिनियरमा जाओस् कि डाक्टरमा जाओस् कि जहाँ जाओस् पूरा सरकारले चीफ मिनिस्टर एजुकेसन एसिस्टेन्ट स्किमबाट सघाइदिन्छ पूरा पढाइदिन्छ पर किनभने हेर्नुस् यति राम्रो पढेको टिचरहरु छ झन् अहिले त हेर्नुस् त टिचरहरु सबै पढेको एमएसडी एमएससी एमए पीएचडी अनि हाम्रोले किन लाउँदैन त लु भन्नुस् त हाम्रो सरकारी स्कुलमा लाउनुस् अनि त्यो जुन चाहिँ नानीलाई पढाउने पैसा चाहिँ तपाईले ब्याङ्कमा डिपोजिट गर्नुस् त अनि त्यतिको राम्रो यसपालि एमबीबीएस मा जति जनाले पाए नि सीट एमबीबीएस फ्री सीट जम्मै सरकारी स्कुलमा पढ्नेले पाए है यो चाहिँ याद गर्नु र हाम्रो स्कुललाई पनि आफ्नो स्कुललाई पनि माया गरौं अनि सिङताम गुलमा 2 जना स्टुडेन्ट थियो अहिले फिलहालको लागि बन्द छ मलाई आशा छ अर्को पाली चाहिँ तपाईले 10 जना 20 जना नानीबाट फेरि स्कुल चालु गर्छौं हामीले सधैँभरिको लागि स्कुल बन्द गरेको होइन तर तपाईको नयाँ एजुकेसन पोलिसी अन्तर्गत तपाईको यो हामीले तपाईको नानीहरुलाई हामीले के शिक्षादेखि वञ्चित गराएको होइन तर उहाँलाई पनि हामी एरेन्जमेन्ट गरेर नजिकको स्कुलमा लान्छौं या अरु हस्टेलमा राखेर पनि हामी उहाँलाई पढाइदिन्छौं यो हाम्रो पोलिसी हो यो कुरा तपाईले बुझ्नुहोस् 2-4 जना काम नहुने मान्छेले 2-4 जना काम नहुने मान्छे जसले खाली फेसबुकमा मात्रै आउँछ जनता छैन त्यस्तो मान्छेले जे भन्दा हुन्छ हामीलाई मतलब छैन जसको काम छैन त्यो चाहिँ फेसबुकमा आउँछ है जसले काम छ त्यो फेसबुकमा आउँदैन जो चाहिँ बदमाश मान्छे छ फेसबुकमा आउँछ किनभने जनता यसरी थुपारेर भाषण गर्नु जनता छैन अनि फेसबुकमै त आउनु पर्यो सन्डे फेसबुक आउनु पर्यो भन्नु पर्यो अनि भन्लाई आज अब यो प्रश्न हुन्छ है यो किन सिक्किम ग्लोबल टेक्निकल युनिभर्सिटी किन खोलेको यहाँ त्यो रोङबुलमा किन खोलेको भन्छ है यिनीहरूले पक्का भन्छ जस्तै हामीले प्रत्येक जातिको चाड पर्वलाई हामीले मान्यता दियौं अनि प्रत्येक चाड पर्व हामी धुमधामसँग मनाउँछौं हिजो 26 तारिखको दिन हामीले तपाईको फेब्रुअरीको 26 तारिखको दिन हामीले खास फाउन्डेसन डे हामीले गेजिङमा मनायौं कहिले पनि 30 सालमा उहाँहरुको जन्म भएको खास क्षेत्री बाहुन कल्याण संघ है तपाईको के रे गठन भएको 30 वर्ष भयो त्यो भन्दा अगाडि भएन तर हामीले हिजोस्ति हेर्नुस् त हाम्रै सरकारको पालीमा भव्यता साथमा भयो है सक्यो त्यस्तो भव्य हुन्थेन अहिले सक्यो उभौली हुन्छ छुट्टी पायो अनि तपाईको भोलि ग्याल्पो लोचार अस्ति पनि मनाङ हामीले बिचमा तपाईको यो बखिममा गएर मनाङ भोलि पनि तपाईको यहाँनिर तपाईको यहाँ यो नामथाङ रातेपानीमा छ भोलि शेर्पा जातिको भोलि पर्व है ग्याल्पो लोसारको पर्व छ हामीले सबै जातिको पर्वलाई हामीले बडा धुमधामसँग राज्य सरकारले सहयोग गरेर हामी मनाउँछौं तर के भन्यो भन्दाखेरि एउटा नेताले यसरी कम्पिटिसन भयो रे जातमा कम्पिटिसन अरे जातमा कम्पिटिसन भएको त राम्रो हो कि भन्नुहोस् त तब अगाडि आउँछ सबजना अगाडि आयो सबै आफ्नो भेषभूषा आज हेर्नुहोस् त तपाईले आफ्नो ड्रेस लाउँदा तपाईलाई अप्ठ्यारो लाग्छ लाग्दैन दौरा सुरुवाल लाउँदा अप्ठ्यारो लाग्दैन अनि तपाईको बखु लाउँदा लाग्दैन तपाईको गाधा लाउँदा लाग्दैन तपाईको हाम्रो राई समुदायले आफ्नो है तपाईको राई तपाईको पोशाक लाउँदा लाग्दैन सुब्बाले आफ्नो लाउँदा लाग्दैन मंगरले आफ्नो लाउँदा लाग्दैन आज सबैले त्यो खालको एउटा स्वतन्त्र मञ्च पाएको छ स्वतन्त्र वातावरण सिक्किममा पाएको छ सबैले बराबरको अधिकार पाएको छ तर के भन्दै छ किन गरेको अब त्यही उनीहरूले के भन्छ किन नौकरी दिएको एडकमा यत्रो भन्छ दियो गरिबलाई दियो पक्का दिए हामीले दियौं वचन पूरा गर्यौं अनि के भन्दै स्यालेरी पाएन अरे लु भन्नुस् त एकैजना पनि एडकले स्यालेरी पाएको छैन भन्नुस् हामीलाई
सबैको हामीले सेलेरी राखेर पोख्ता सेलेरी पाएको छ हो। 2-4 जना प्रोजेक्टमा गर्नेले पाएको छैन पक्का, त्यो पनि सर्ट आउट भयो सबै। प्रोजेक्टमा गर्ने कतिजना छ है त्यस्तै खालकै कर्मचारी छ, उनीहरूको चाहिँ प्रोजेक्टबाट केन्द्र सरकारबाट आउँछ। जस्तै कोही बेला NHM को पैसा कम होला, कोही बेला ढिलो आउला, कोही बेला के भएला, त्यति बेला हो। तर राज्य सरकारले दिनुपर्ने जति पनि सेलेरी एडपको सेलेरी छ हामीले महिनैभरि दिँदैछ। हिजो मात्रै सरकारी कर्मचारीको फेरि डिए है, डिए 6 महिनाको डिए तपाईको 3% फेरि पनि एप्रुभ भयो। अब जम्मा 54 करोड रुपियाँ हामी बाँड्दैछौँ। त्यो त सरकारी कर्मचारीको गोजी भयो। हामी जति पनि बढ्दैछौँ, कतिवटा राज्यमा त डिए नपाएर है उहाँहरू सुप्रिम कोर्टसँग पुग्दैछ तर पनि पाएको छैन। तर यहाँ सिक्किममा चाहिँ माग्नु पर्दैन। हिजो हामीले गर्यौं र कति खर्च हुने रहेछ भनेर मैले तपाईको क्याबिनेट सेक्रेटरीलाई सोद्धाखेरि जम्मा 54 करोड रुपियाँ एट ए टाइम हामीले दिनु पर्यो। 54 करोड रुपियाँ र हामी त्यो प्रकारले दिँदैछौँ र कुनै प्रकारको यहाँ पैसा छैन कुनै के छ। तर आज हेर्नुहोस् त कन्ट्र्याक्टरले बिल पाइरहेको छ। तपाईको हाम्रो रोडको लेबरले पहिला 9,000 पाउँथे, अहिले 15,000 पाइरहेको छ। एकजना अस्ति सुपरभाइजर भनेको ठुलो होइन लु भन्नुहोस् त, सुपरभाइजर चाहिँ लेबर बनाइदिनु भनेर आएको थियो सिक्किममा मात्र हो। किनभने सुपरभाइजरले 9,000 पाउँछ किनभने ऊ रेगुलर हुन्छ, अनि लेबरले 15,000 पाउँछ होइन। तिमी त रेगुलर हुन्छौ नि हो, पछि रेगुलर भए पाउँछ होइन। म रेगुलर भएर त म 2 वर्ष त काम गर्नु पाउने रहेछ। अन्त म त रेगुलर हुँदा त म त के अरे 58 वर्ष पुग्ने रहेछ, 56 वर्ष पुग्ने रहेछ। 2 वर्ष म त रेगुलर होइन, म त एमआरमै गर्छु, बरु लेबरमा गर्छु, मलाई लेबर बनाऊ। अनि लेबरमा किन गर्ने भने लेबरले चाहिँ 15,000 थाप्दो रहेछ, 15,000। अनि सुपरभाइजरले थाप्दो रहेछ 9,000। त्यसले गर्दा आज यो खालको आज रोडमा काम गर्ने मजदुरले पनि 15,000 रुपियाँ पाउँदैछ। र मैले हाम्रो ग्लोबल युनिभर्सिटीलाई पनि मैले भनेको उहाँले पनि 15,000 मिनिमम सेलरी यहाँ दिनुपर्छ भनेपछि हामीले त्यो लागू गरेका छौँ। र हाम्रै कारणले गर्दा आज जति पनि फार्मेसीको काम गर्नेहरूले 15,000 पाउन थालेको छ। र हामीले घर बनाउँदा पनि घर किन बनाएको भन्दैछ, घर बनाउनु हुँदैन जनताको, जनतालाई छाडा पठायो भन्दैछ। छाडा पठाएको होइन, हामी हाम्रो महल होइन जनताको घर बनाउने हो। अनि जतिजना अहिले एउटा हल्ला हुँदै रहेछ, होइन होइन पञ्चायतले भनेको तपाईँको त सेकेन्ड फेजमा, सेकेन्ड फेज फर्स्ट फेज केही पनि छैन। मैले सबै डिपार्टमेन्टसँग हामी मिटिङ गर्दैछु। एट ए टाइम जसले पनि तपाईँको चुनावभन्दा अगाडि हाउस एलटमेन्ट पाएको छ उनीहरूको जम्मैको घर बनिन्छ। सबैले च्यादर पाउँछ, सबैको घर बनिन्छ, सबैको पाउँछ, होम स्टे बनिन्छ। हामीले सबै तय गरेर हामीले सबै छुट्याइदिएको छ। हामीले मोबिलाइजेसन एडभान्स पनि दिएको छौँ। यो कुरा तपाईँलाई मैले बताएँ। र भोलि भन्न सक्छ कि यस्तो भयो, यो किन यो रोङबुल जस्तोमा किन बनायो भन्छ है। सुन्नुहोस् है, किनभने भन्ने मान्छेको कहिले पनि भन्ने नै हुन्छ, उसको बानी नै त्यस्तै हो। बानी म सानो तपाईँलाई कथा भन्छु। अस्ति मैले एक जग्गामा भने एउटा तपाईँको एउटा समुद्रलाई तरेर है, एउटा नदीलाई तरेर 2 जना सन्तहरू जाँदै रहेछ अरे क्या, 2 जना भिक्षुहरू जाँदै थिए है। अनि जाँदै गर्दाखेरि तपाईँ पानी माथि चाहिँ त्यो खोलाको पानी माथि चाहिँ समुद्रको माथि चाहिँ बिच्छी है तपाईँको माथि बग्नु आँटेको रहेछ अरे। बिच्छीले त टोक्छ, थाहा छ तपाईँलाई। अनि है माथि तपाईँको फ्लोट हुँदै थियो बिच्छी त। त्यति बेला एकजनाले चाहिँ भनेर होइन यसलाई त म बचाउँछु भनेर तपाईँको अर्कोले होइन नगर यसले टोक्छ यसलाई पक्नु दियो, यो जता जान्छ जानु त्यो होइन होइन यसलाई बचाउनुपर्छ भने त्यो अर्कोले चाहिँ साथीले चाहिँ टिपेर ल्याएर उसले जमिन बनाएको छ अरे त्यो बिच्छुलाई है। र त्यति बेला पक्रेर ल्याउँदा यति बिघ्न उसको हातमा टोक्यो अरे, पुरा टोकेर उसले सहेर पनि उसलाई ल्यायो। अनि फेरि उडे जाँदा फेरि पनि त्यहीँ पुगेछ, फेरि पक्रेर ल्याएर अरे। अन्त सोधेर अरे तिमीलाई भन्दाखेरि किन नमानेको, यो के अरे तिमीलाई नगर नि यसले त टोक्छ भनेर तिमीलाई थाहा छ, किन गरेको यस्तो, हामी गएको भए कहाँ पुग्थ्यो भनेर भन्दाखेरि तिमीलाई थाहा छ यो बिच्छीको काम चाहिँ खालि टोक्ने मात्रै हो, यसको अरू केही पनि गुण छैन, यसले टोक्ने मात्रै यसको गुण छ। त्यसले गर्दा यसले नटोकिकन के गर्छ र, यसले टोक्ने मात्रै काम गर्छ नि। तर हामी त मानव जाति हो नि, हामीले त कल्याण गर्नु पर्यो नि, यसलाई बचाउनु पर्यो र भन्थ्यो। त्यस्तै हो हाम्रो सोकल फेसबुक नेताहरू चाहिँ खालि केही गभर्मेन्टले काम गरे नराम्रो हो। अब नाम्ची हस्पिटल बनेको छ, यो किन बनायो भन्छ होला 1-2 दिनमा पक्का है। अनि अब हामीले आज भन्यौँ नि, अब हामी एसएएनएसहरूलाई हामी डिग्रेड गर्छौँ, डिमोसन गर्छ, किन गर्छ
किन गरे भन्छ है, चम्काउँछ है। अब सुन्नुहोस् है, किनभने हामी जनताको भलाको लागि हो अरे, जसले ड्युटी गर्दैन किन राख्ने हो कि होइन भन्नुहोस् त। जनता नगर्ने ड्युटी गर्नेलाई राख्नु कि नराख्नु भन न लु तपाईँहरूले। ड्युटी नगर्नेलाई किन तनखा दिएर राख्ने लु भन्नुहोस् त। सेलरी सबैभन्दा हाई सेलरी सिक्किममा किन राख्ने, नराख्ने। अनि तल झरेर काम गरोस् न, त्यहाँदेखि त उनीहरूको त ड्युटी पर्यो। उनीहरूले नै भनेको हामी ड्युटी यही गर्छौँ तर हामीलाई प्रमोसन हामीले दिउँ, कन्डिसनल प्रमोसन थियो। अब हामी कन्डिसनल ब्याक गर्छौँ, हामी उसले कन्डिसन पुरा गरेन ब्याक टु दि पेभेलियन हो कि लु भन्नुहोस् त। त्यति बेला मात्रै थाहा हुन्छ नि सरकारले चाहिँ कतिको गुण गरेको रहेछ, सरकारले चाहिँ कति चाहिँ उहाँहरूको लागि गरेको छ भन्ने थाहा पाउँछ। र तपाईँ सबैजनालाई है, अब मैले धेरै कुरा गरेँ किनभने मेरो गान्तोक गएर फेरि एउटा है तपाईँको मेरो भिजी छ, एउटा प्रेजेन्टेसन छ, म जानुपर्ने छ। मैले हिजो नै थुप्रो लामो प्रोग्राम थियो, मैले राम्रो प्रोग्राम भयो किनभने मेरो धेरै काम हुन्छ, मैले तपाईँहरूको काम गर्नुपर्छ। फेरि हाम्रो 25 तारिकदेखि 28 तारिकसम्म बजेट सेसन पनि छ, अनि त्यसले गर्दा हामीले धेरै काम गर्नुपर्नेछ। भरे तपाईँहरूकै कन्सेन्सको कति कुराहरू छुटिन्छ होला है, म बसेर एउटा हेर्नुपर्छ, त्यो पनि काम छ भनेर मैले हाम्रो माननीय विधायकलाई मैले भनेको थिएँ, सचिव चन्द्र राईज्यूलाई उहाँलाई मैले भनेको थिएँ अलिक छोटकारी गर्नुहोस्, म 2 बजी चाहिँ मलाई छोड्नुहोस् भने, तर 3 बजी हाल्यो केही छैन, म कभर गरिहाल्छु। र जतिजनाले तपाईँहरूले मलाई एप्लिकेसन दिनुभएको छ तपाईँहरूको म भेरिफाई गरेर, बिजनेसको लागि जसले दिनुभएको छ उहाँहरूको त म भेरिफाई गर्छु। बिमारीको चाहिँ म गर्दिनँ तर म सोध्छु, बिमारीको नगरिकन तपाईँहरूलाई हामी चिफ मिनिस्टर मेडिकल एसिस्टेन्ट स्किमबाट म तपाईँहरूलाई हामी सेङ्सन गरिदिन्छौँ। र तपाईँहरू सबैजना आइदिनु भयो। र विशेष गरेर म अन्तमा सिक्किम ग्लोबल टेक्निकल युनिभर्सिटीलाई म धेरै बधाई दिन चाहन्छु। उहाँका सम्पूर्ण कुलपति उपकुलपति लगायत सम्पूर्ण है हाम्रो स्टाफहरूलाई अनि स्टुडेन्ट नानीहरूलाई पनि धेरै बधाई दिन चाहन्छु। अनि रोङबुल ग्राम पञ्चायतका सबै पञ्चायतलाई पनि धेरै बधाई अनि धन्यवाद दिन चाहन्छु। तपाईँहरू खटेर है तपाईँले यो है कामलाई तपाईँले एकदम फते गर्नुभयो, तपाईँलाई धेरै धन्यवाद दिन चाहन्छु। अनि जति पनि पञ्चायतहरू छ तपाईँहरूको हामी पञ्चायत सम्मेलन गर्दैछौँ, आउने अप्रिलमा हामी गर्छौँ होला। अनि विशेष गरेर म नाम्ची सिङ्गिथाङ पोकलोक कामराका पञ्चायतहरूलाई म एक दिन म गान्तोकमा हुन्छ या तपाईँहरूकोमा प्रत्येक कन्सेन्सीको म भिजिट गर्दैछु, 3 दिनको कार्यक्रम गर्दैछु म, जनभेटघाट कार्यक्रम। म त्यति बेला आएर म भेटौँला र तपाईँहरू सबैजनालाई एकपल्ट फेरि पनि धेरै धन्यवाद दिँदै मेरो 2-4 कुराहरूलाई यहीँ राख्न चाहन्छु। धन्यवाद। जय हिन्द, जय सिक्किम। Thank you for watching Sikkimese News. Please do like and subscribe for more latest updates.